Welcoming you to the Milko. I want to emphasize you that I do not recommend. What we don't know is an ocean. बिरामीलाई के गर्नु पर्यो त नेक्स्ट इन्जेक्सन 6 घण्टा पछि लिन पर्यो र फुट्न पनि सक्छ, फाट्न पनि सक्छ, बुम हुन सक्छ। त एन्सर इज एक्जाम दिनलाई बोर्ड एक्जाममा राम्रो मार्क्स ल्याउनलाई यो बायोलोजी स्टुडेन्टको लागि पनि हो। यो भनेको एउटा म्यानेजमेन्टको स्टुडेन्ट जसले अकाउन्ट्स र इकोनोमिक्स पढ्छन् तिनीहरूको लागि पनि हो। र अर्को छ फाउन्डेसन अफ म्याथमेटिक्स। अस्मिता पुरै लाइफ नै खर्च गरेर केही कुरा मैले अलमोस्ट सबै क्वेशन गराइदिन्छु। तपाईलाई चाहिने जति गरे हैन। अस्थमाको क्युरको लागि सीओपीडी को क्युरको लागि सोध्ने तरिका फरक हुन्छ हैन। सो त्योसँग हामी युज टु हुनलाई र एन्टी डेरिभेटिभ्सको भिडियो हामीले अलरेडी पब्लिश गरे। यो एउटा इकोनोमिक्सले भन्ने कुरा हो कि यो औषधिको 2 साल नै एक्सपायर कसरी गर्छ, 1 साल किन भएन? के गोल्डन टिप्स छ त? बोर्ड एक्जाममा ल्याङ्ग्वेजमा त्यही क्वेशनलाई ल्याङ्ग्वेजमा सोधिन्छ भने त्यति डाइनोसरको हड्डी भेटिन्छ। म जहिले पनि ओल्ड इज गोल्डको एगेन्स्टमा हुन्छु। हामी त्यही सिक्ने हो नि त। यो क्वेशन कसरी सोधिन्छ? स्टक मार्केट फ्याट त बढ्यो, फ्याट त घट्यो। So never underestimate this chapter. This has huge हामीले पुट गर्दिन्छौँ जेड भनेर हैन। विदाउट डिफरेन्शियल इक्वेसन देयर इज नो फिजिक्स। यदि तपाई भोलिको दिनमा आर्कियोलोजिस्ट हुनु भयो भने कोरोना भाइरस आएको छ। क्वेशन लामो छ। त्यतिले छुटिनु भएन। नो समस्या एट अल। क्वेशन यसरी सोध्दो रहेछ। यसरी हामीले केही आइडिया स्ट्राइक यो क्वेशन भनेको 2079 मा सोधेको थियो यो क्वेशन। एउटा मेडिकल स्टुडेन्टलाई चाहिने क्वेशन बायोलोजीको स्टुडेन्टलाई। सम्पूर्णमा नमस्कार। Welcoming you to the Milko and today we are going to continue our chapter differential equation. So अहिलेसम्म हामीले डिफरेन्शियल इक्वेसनमा जति पनि पढ्नु पर्ने कुरा छ सबै पढिसकेका छौं। हामीले सुरुबाट इन्ट्रोडक्सनबाट डिफरेन्शियल इक्वेसन किन चाहिन्छ, डिफरेन्शियल इक्वेसन के को लागि हो, के कुरा पढ्नु पर्छ हाम्रो सिलेबसमा, क्लास 12 को सिलेबसमा के कुरा छन्, फर्स्ट पार्टमा त्यो कुराहरु डिस्कस गर्यौं। त्यसपछि हामीले हाम्रो सिलेबस अनुसार हामीले सिलेबसमा जे कुरा बनाएको थियो डिफरेन्शियल इक्वेसनमा पढ्नु पर्छ। भेरिएबल सेपरेसनका कुरा, डिफरेन्शियल इक्वेसनलाई भेरिएबल सेपरेसनबाट कसरी सल्भ गर्ने, त्यसपछि हामीले होमोजेनियस पढ्यौं जुन हाम्रो सेकेन्ड च्याप्टर थियो। त्यसपछि हामीले एक्ज्याक्ट डिफरेन्शियल इक्वेसन पढ्यौं, त्यसपछि लिनियर, त्यसपछि बर्नौलीज इक्वेसन, त्यसपछि हामीले ल्याङ्ग्वेज बेस्ड क्वेशनहरु पनि गर्यौं। किनभने बोर्ड एक्जाममा के देखाएको छ भने ल्याङ्ग्वेज बेस्ड क्वेशनहरु पनि सोध्छ। सिधै न्युमेरिकलमा हैन कि dy/dx + this = this, त्यसरी हैन कि ल्याङ्ग्वेजमा क्वेशन लेख्या हुन्छ अनि त्यसलाई डिफरेन्शियल इक्वेसन बनाएर त्यसपछि बल्ल सल्भ गर्ने। यस्तो क्वेशनहरु पनि हामीले टन्नै सल्भ गरेका छौं। तपाईलाई चाहिने जति हामीले सल्भ गरेका छौं। पार्ट 8 सम्म यति कुरा थियो। अब पार्ट 9 मा हामी केही ओल्ड इज गोल्ड का क्वेशनहरु गर्छौं। सो दिस इज ओल्ड इज गोल्ड। यो बुकबाट मैले क्वेशन गर्ने छु। सो ओल्ड इज गोल्ड 2082 को लागि हो। अब हरेक इयर त यस्तै हुने हो। हामीले यो नबुझौं कि ओल्ड इज गोल्ड बाटै क्वेशन आउने हो। बी भेरी क्लियर। म जहिले पनि ओल्ड इज गोल्ड को एगेन्स्टमा हुन्छु किनभने यसमा डिपेन्ड हुने होइन। किनभने तपाईको सिलेबस के छ, नयाँ सिलेबस छ। 2076 मा सिलेबस चेन्ज भएको थियो। सिलेबस चेन्ज भइसकेपछि क्वेशन त सोध्ने तरिका प्याटर्न नै चेन्ज भएको छ। क्वेशन अर्कै तरिकाले सोधिन्छ र ओल्ड इज गोल्डमा जुन भएको क्वेशनहरु छ त्यो ओल्ड भनेपछि 10-15 सालदेखि जे क्वेशन सोधिरहेको थियो अब नेक्स्ट इयर पक्कै पनि त्यसबाट पढ्यो भने obviously त्यसबाट त्यसमध्ये नै कुनै न कुनै पर्छ होला हैन। तर अहिले जम्मा 3 वटा एक्जाम भएको छ। 79 मा भएको थियो, 80, 81। सो 3 साल एक्जाम भएको छ। सो 3 सालको क्वेशन रिपिट त हुँदैन पक्कै पनि हैन। सो ओल्ड इज गोल्ड सल्भ गर्नु भन्दा पहिला के कुरा दिमागमा राख्नु पर्छ भने यसमा थोरै कुरा गरौँ। स्किप गर्न मन छ भने ज्ञान लाग्छ भने स्किप गर्दा भयो, केही प्रब्लम छैन। तर यो एकदमै धेरै बुझ्नु पर्ने कुरा छ। ओल्ड इज गोल्ड भनेको यसमा डिपेन्ड हुने होइन। ओल्ड इज गोल्ड डिपेन्ड हुने होइन। यदि ओल्ड सिलेबस हुन्थ्यो भने म भन्थे कम्प्लिटली तपाई ओल्ड इज गोल्डमा डिपेन्ड हुनुस्, यसबाट एउटा क्वेशन तपाईलाई पर्छ हैन। यो च्याप्टर डिफरेन्शियल इक्वेसनको क्वेशनहरु सल्भ गर्नु भयो भने त्यति गर्नु भयो भने तपाईले पुग्थ्यो। तर अब चाहिँ पुग्दैन किनभने यसमा डिपेन्ड हुने नै होइन हैन। किन हामीले ओल्ड इज गोल्ड गर्ने त, हामी किन गर्दै छौं भन्ने कुरा पनि आउँछ। त्यो भन्दा पहिला के कुरा बुझौं भने हामीले लिमिटेड क्वेशन यहाँ गर्छौं। सबै क्वेशन ओल्ड इज गोल्डमा थुप्रै क्वेशनहरु हुन्छन्। सो 3 सालमा थुप्रै क्वेशनहरु सोधा छन्, 7 वटा प्रदेश छ हैन। अनि त्यसपछि ब्याक एक्जामहरु हुन्छ, यताउति गरेर अलि धेरै क्वेशन भइहाल्छ। सो लिमिटेड क्वेशन हुन्छ तर यहाँ हामीले सल्भ गर्दाखेरि क्वेशन थोरै गर्छौं हैन। यहाँ त धेरै क्वेशनहरु छ, सबै गर्न भ्याइदैन। तर म जति गराउँछु त्यतिको आइडिया लिनु भयो भने तपाईलाई इन्फाइनाइट आइडिया हुन्छ। क्वेशनहरु सल्भ गर्न जान्नुहुन्छ, कसरी सोधिन्छ भन्ने कुराको आइडिया आउँछ। वे अफ क्वेशन इन बोर्ड एक्जाम। हाम्रो टार्गेट यो होइन कि हामीले कतिवटा क्वेशन सल्भ गर्छौं, कति धेरै ओल्ड इज गोल्ड सल्भ गरिरहेछौं त्यो होइन। हाम्रो आइडिया के हो भने हामीले पार्ट 8 सम्म जति कुरा पढाएछौं त्यहीबाट त सोध्ने हो नि त। तर जस्ट हामीले यहाँ के बुझ्छौं भने क्वेशन कसरी सोधिन्छ त, क्वेशन त त्यही सोध्ने हो जति हामीले पढिरहेको छौं त्यही क्वेशन सोध्ने हो। तर कसरी सोधिन्छ, वे अफ क्वेशन इन बोर्ड एक्जाम, सोध्ने तरिका फरक हुन्छ हैन। सो त्योसँग हामी युज टु हुनलाई हामी ओल्ड इज गोल्डको केही क्वेशनहरु हेर्छौं कि बोर्ड एक्जाममा यस्तो टाइपको क्वेशन सोधिदो रहेछ। सो हाम्रो मेन्टली प्रिपेयर हुनु पर्यो नि हो। सो त्यसको लागि हामी ओल्ड इज गोल्ड गर्छौं। पुरा बुझिन्छ ल।
सो मैले ओल्ड इज गोल्ड यो क्वेसनबाट सुरु गरेँ। यो क्वेसन भनेको 2079 मा सोधेको थियो यो क्वेसन। सो यो एउटा ल्याङ्ग्वेज बेस्ड क्वेसन हो र यदि हामीले पार्ट 8 मा जुन हामीले ल्याङ्ग्वेज बेस्ड क्वेसन गरेको छौँ त्यो यदि राम्रोसँग बुझ्नु भएको छ भने, आइडिया लिनु भएको छ कसरी गरिन्छ भन्ने कुरा, यो क्वेसन केही पनि होइन हैन। तर यतिकै न्युमेरिकल क्वेसनहरु डिवाइ बाइ डिएक्स यस्तो टाइपको क्वेसनहरु सिधै गरेर आउनु भएको छ, ल्याङ्ग्वेज बेस्ड कतै पनि हेर्नु भएको छैन भने तपाईलाई यो क्वेसन अलिक गाह्रो लाग्न सक्छ। तर ल्याङ्ग्वेज बेस्ड बुझेर आउनु भएको छ भने यो गाह्रो होइन, एकदम इजी क्वेसन छ। सो यो क्वेसनलाई गरौँ। र के बुझ्नुपर्छ भने मैले यो कुरालाई एज्युम गरेँ कि तपाईहरुले डिफरेन्शियल इक्वेसन कम्प्लिट पढेर आउनु भएको छ, यतैबाट होइन अरु कतैबाट पनि पढेर आउनु भएको छ। यो कुरालाई मैले एज्युम गरेँ किनभने म सिधै यहाँ डाइरेक्टली भन्ने छु ओल्ड इज गोल्ड भनेको के हो। हामीहरु क्वेसन हामीलाई सबै कुरा पढेर आएको छौँ, हामीलाई सबै चाहिनुपर्ने जति पनि थ्योरीहरु चाहिन्छ सबै हामीले पढेर आएको छौँ, सबै एक्सरसाइजहरु गरेर आएको छौँ, त्यसपछि मात्र ओल्ड इज गोल्डमा छिर्ने। ओके, सो मैले यो कुरालाई एज्युम गरेँ कि तपाईले यो सबै पढेर आउनु भएको छ, सबै थ्योरीहरुको नलेज छ कि कुनमा के काम गरिन्छ कुनमा के काम गरिदैन भन्ने कुरा। सब क्वेसन सल्भ गरौँ। अ वाटर ट्याङ्क के भन्छ, एउटा वाटर ट्याङ्क छ इज फिल गरिएको छ सच वे द्याट रेट के भन्यो। क्वेसन राम्रोसँग पढ्ने, पहिला 20 सेकेन्ड टाइम दिनुपर्छ क्वेसन पढ्नलाई, हेर्ने बित्तिकै आत्तिनु भएन। वाटर ट्याङ्क छ फिल गरियो रेटमा, रेट भनेको के हो त स्पिडमा हैन, स्पिड, त्यसको स्पिड कति छ त रेट एट व्हिच द डेप्थ अफ वाटर के भन्यो, डेप्थ अफ वाटर जुन छ त्यो इन्क्रिज भइरहेको छ हैन। जुन यो वाटर ट्याङ्क छ भने यसको जुन डेप्थ छ हैन, यो डेप्थको कुरा छ पानी यति भर्यो त्यसपछि यति भर्यो यति भर्यो, सो यो जुन डेप्थ छ त्यो इन्क्रिज भइरहेको छ, त्यो कोसँग प्रोपोर्सनल छ त स्क्वायर रुट अफ डेप्थसँग प्रोपोर्सनल छ। ठीक छ ल, सबभन्दा पहिला हामीले यहाँ डिफाइन गरिदिनु पर्यो कि डेप्थ हाम्रो के हो त, हामीलाई भनिदिएको छ कतै भनेको छ मेन्सन छ छैन। सो हामीले लेट गरौँ, यहाँ लेट सल्युसन ल, लेट द डेप्थ अफ वाटर डेप्थ अफ वाटर बी एच। ठीक छ, सो हामीले के भनेछ रेट एट व्हिच डेप्थ अफ वाटर, डेप्थको के छ त रेट भनेपछि रेट भनेको के हो त dh बाइ dt। ल्याङ्ग्वेज बेस्ड क्वेसन गरेको मान्छेलाई त्यो थाहा हुनुपर्छ हैन। वाटर यो जुन डेप्थ छ त्यसको रेट भनेको त्यसलाई टाइमले डिभाइड गर्ने हो डिफरेन्शियलको फर्ममा, दिस इज आवर रेट। सो रेट विथ टाइम, एच को कसरी इन्क्रिज भइरहेको छ टाइमसँग dh बाइ dt ले दिन्छ हैन। सो यो हामीले रेट लेख्यौँ। अब के भन्छ हामीलाई रेट इन्क्रिज भइरहेको छ त्यो के छ प्रोपोर्सनल छ, कोसँग प्रोपोर्सनल छ त हेर्नुस् न, कोसँग प्रोपोर्सनल छ स्क्वायर रुट अफ डेप्थसँग, भनेपछि जुन डेप्थ छ हाम्रो एच त्यसको स्क्वायर रुटसँग के छ प्रोपोर्सनल छ। यति कुरा हामीले क्वेसनले गिभन छ। ठीक छ, सो हामीलाई के थाहा छ भने प्रोपोर्सनलिटी साइन हटाउनलाई हामीले के दिनु पर्यो, एउटा कन्स्टेन्ट राखिदिनु पर्यो इज इक्वल्स टु के रुट ओभर एच। भएन भयो, हामीले त यही काम गर्छौँ नि, फिजिक्स पढेको विद्यार्थीले थाहा हुन्छ प्रोपोर्सनलिटी साइन हटाउनु छ भने त्यसको ठाउँमा एउटा कन्स्टेन्ट राखिदिनु पर्छ, के इज प्रोपोर्सनलिटी कन्स्टेन्ट भयो। सो दिस इज आवर डिफरेन्शियल इक्वेसन। ल फर्स्ट क्वेसन सल्भ भयो। के भन्छ राइट डाउन डिफरेन्शियल इक्वेसन फर एच, एच को लागि डिफरेन्शियल इक्वेसन लेख्नु छ। 2 मार्क्स आयो, 8 मार्क्सको क्वेसन हेर्नुस् त, यदि छोड्यो भने कसैले 8 मार्क्स त्यतिकै गयो, a प्लस त त्यतिकै क्यान्सल भयो। अब सो dh बाइ dt इज इक्वल्स टु के रुट ओभर एच। नो समस्या एट अल। सो दिस इज आवर डिफरेन्शियल इक्वेसन। डिफरेन्शियल इक्वेसन भने के हो त d को टर्ममा आउनुपर्छ, सो डिफरेन्शियल इक्वेसन भयो। अब नेक्स्ट क्वेसन के भन्छ सो दैट रुट एच यति वेयर के इज कन्स्टेन्ट हैन। हामीलाई यो सो गरिदिनु पर्यो भने के हो एच र n र t योहरुको सबैको के हो त रिलेसन हो हैन। सो यो भनेको हामीले के गर्नु पर्यो, यसलाई सल्भ गर्नु पर्यो। सो अब तपाईले के बुझ्नु पर्यो कि मेरो यति जुन ल्याङ्ग्वेज बेस्ड क्वेसन दिएको थियो त्यो यतिको लागि दिएको थियो। अब यति क्वेसन भनेको तपाईले जुन एक्सरसाइजमा क्वेसनहरु गर्नुहुन्छ नि, यसरी dy बाइ dx के केहरु हुन्छ नि, dy बाइ dx प्लस yx स्क्वायर इज इक्वल्स टु cos x के यस्तो टाइपको क्वेसनहरु सल्भ गर्नुहुन्छ, यसरी त ल्याङ्ग्वेजमा क्वेसन हुँदैन। सो अब तपाईको क्वेसन के भयो त यसमा कन्भर्ट भयो, यस्तोमा कन्भर्ट भयो। अब यसलाई त सल्भ गर्न सक्नुहुन्छ नि त। अब कुन मेथड लगाएर गर्ने, भेरिएबलबाट गर्ने कि होमोजेनियसबाट गर्ने, सबभन्दा पहिला हामी केबाट गरौँ। सो यसमा ल्याङ्ग्वेज बेसमा अलमोस्ट सबै भेरिएबलबाट नै सल्भ हुन्छ, इजी नै सोध्छ, गाह्रो सोध्दैन। सो भेरिएबलबाट नै सल्भ हुन्छ। सो भेरिएबल सेपरेट गरेर हेरौँ, भएन भने अर्को लगाउँला। सो भेरिएबल सेपरेसनको मेथड के हो त, हामीले के भन्छौँ कि एच वाला कुरा एच तिर, जति पनि एच वाला कुरा छ त्यो ds तिर हुनु पर्यो, जति पनि t वाला कुरा छ त्यो t तिर हुनु पर्यो। भेरिएबललाई सेपरेट गर्ने, यतातिर मैले ds लेखेँ, यतातिर मैले dt लेखेँ। सो रुट एच यतातिर ल्याउँदाखेरि ds वाला साइड ल्याउँदाखेरि तल आउँछ हैन, रुट एच यतातिर गयो, dt उतातिर लगे, dt उतातिर गयो, यहाँ के छ कन्स्टेन्ट छ, कन्स्टेन्टले के नै फरक पार्छ र हैन, र dt t वाला कुरा केही पनि छैन, सो केही भएन। अब नेक्स्ट काम हाम्रो के हुन्छ, यसलाई इन्टिग्रेसन गर्ने, किनभने भेरिएबल त सेपरेट भयो। सो इन्टिग्रेसन कति हुन्छ भन्नुस् त, रुट एच को इन्टिग्रेसन कति माथि गयो -1/2 -1/2 + 1 भनेको कति 1/2, सो कति हुन्छ रुट एच हुन्छ। डाइरेक्टली लेख्दिम रुट एच डिभाइड 2 भनेर, हैन रुट एच डिभाइड 1/2, यस ठीक छ। सो अब के को इन्टिग्रेसन के हुन्छ, के भनेको त कन्स्टेन्ट, के त्यतिकै बाहिर निस्किन्छ। त्यसपछि हाम्रो नेक्स्ट के हो dt को 1 यहाँ के छैन भने 1 को इन्टिग्रेसन t को रेस्पेक्टमा भने के हो t हुन्छ, के त कन्स्टेन्ट बाहिर निस्कियो। त्यसपछि सबै इन्टिग्रेसन साइन हटिसकेपछि हामीले के दिनु पर्यो कन्स्टेन्ट c पनि राखिदिनु पर्यो हैन। सो यतिसम्म भयो हैन, यहाँ के हुनुपर्छ 1/2 हुन्छ तल हैन, सो यहाँ त 2 हुन्छ, सरी कहिले काहीँ दिमाग पनि उड्छ। ठीक छ, यसलाई इन्टिग्रेसन गर्नुस्, यति आउँछ 2 रुट एच आउँछ kt + c। अब
हामीलाई सी कन्स्टेन्ट हेर्नुहोस् त हामीलाई प्रुफ के गर्नुपर्ने छ रुट एच इज इक्वल्स टु केटी प्लस रुट एन छ सो यहाँ यो कन्स्टेन्ट सी कतै छ त छैन के भन्ने कन्स्टेन्ट त छँदैछ यो त हाम्रो डिफरेन्सियल इक्वेसन कन्स्टेन्ट भइ नै हाल्यो तर यो के हो इन्टिग्रेटिङ कन्स्टेन्ट हो होइन इन्टिग्रेसन गरिसकेपछि जुन कन्स्टेन्ट आउँछ त्यो वाला कन्स्टेन्ट हो सो यो कन्स्टेन्ट हटाइदिन पर्यो सो यो कन्स्टेन्ट कसरी हटाउने त्यसको भ्यालु के हुन्छ सो हेर्नुहोस् त क्वेसन राम्रोसँग पढ्नुहोस् त के भन्छ इनिसियली डेप्थ के भन्छ एन मिटर हुन्छ भनेर भन्यो सो के भन्यो कि इनिसियली सुरुमा एकदमै सुरुमा हामीलाई कन्डिसन दिएको छ सुरुमा डेप्थ के छ त एन मिटर छ सो इनिसियली भनेपछि एकदमै सुरुमा हामीले त टाइमको रिस्पेक्टमा सबै काम गर्दैछौँ त सुरुमा टाइम के होला एकदमै सुरुमा स्टार्ट गर्ने बेला आउने टाइम त 0 होला त्यसपछि बढ्दै बढ्दै 1 मिनट 2 मिनट 1 घण्टा 2 घण्टा उतै गएको होला सो इनिसियली टाइम 0 हुन्छ त्यसपछि डेप्थ के भन्छ टाइम 0 मा डेप्थ कति छ त डेप्थ जुन एच भनेर हामीले डिनोट गरेका छौँ त्यो कति छ एन मिटर छ एन मिटर ठीक छ सो यो कन्डिसन यसमा राख्दिन पर्यो यो इक्वेसनमा राख्दिन पर्यो सो अब के भयो 2 भयो रुट ओभर एच को ठाउँमा के लेख्न पाइयो एन लेख्न पाइयो के कन्स्टेन्ट नै रहिहाल्छ टी भनेको के हो टी भनेको 0 हो सो मल्टिप्लाई 0 प्लस सी भयो सो यहाँबाट के आयो सी को भ्यालु कति आयो हेर्नुहोस् त सी इक्वल्स टु 2 रुट ओभर एन आयो सो यो कुरा गएर अब यसमा राख्दिने हो यो इक्वेसनमा ल इक्वेसन 1 भनौँ यसमा गरेर राख्दिने हो सो यहाँ अब के भयो 2 रुट ओभर एच छ के टी छ प्लस सी भनेको हाम्रो के छ 2 रुट ओभर एन छ भयो सक्यो हेर्नुहोस् त यो कुरा प्रुभ भयो हामीले के भनेको छ सो गर्नलाई यति कुरा सो रुट एच छ केटी छ प्लस रुट एन छ र 2 यो साइड छ सो यो साइड गरिदिउँ यो 2 लाई यो साइड लाग्दाखेरि यो साइड डिभाइड 2 भयो यो साइड डिभाइड 2 भयो सो फाइनल आन्सर हाम्रो के आयो रुट एच इज इक्वल्स टु केटी अपन 2 प्लस रुट एन आयो सोल्भ भयो त हेर्नुहोस् त क्वेसनमा यही कुरा बनाएको छ यति गर्दा तपाईँले 4 मार्क्स पाउनुभयो ल यहाँसम्म गर्नुभयो भने तपाईँले 2 मार्क्स पाउनुहुन्छ र यदि यो इनिशियल कन्डिसन युज गरेर त्यसो गर्नुभयो भने 2 मार्क्स अझै पाउनुभयो सो टोटल यो 4 मार्क्सको क्वेसन थियो हेर्नुहोस् त यो सल्युसन निकाल्नु थियो के गाह्रो थियो र छैन नेक्स्ट क्वेसन हेरौँ यो क्वेसन पनि भयो अब यसलाई मेट्दा हुन्छ ल के भन्छ वेन एच बराबर 16 भन्छ अब हामीलाई स्पेशल केस निकाल्नु छ यदि एच को ठाउँमा 16 राख्ने हो र टी को ठाउँमा 6 आवर्स राख्ने हो भने यति प्रुफ गर भन्छ सो हाम्रो त सल्युसन त यो हो यसमा राख्ने होला पक्कै पनि सो के भन्छ वेन एच इज इक्वल्स टु 16 राख्ने र टी बराबर 6 राख्ने 6 जुन के छ आवरमा छ ठीक छ अनि यति प्रुफ गर्न भनेको छ सो यहाँ राखौँ हामीसँग के छ रुट एच बराबर केटी अपन 2 प्लस कति छ रुट एन छ हैन सो रुट कति भयो एच को ठाउँमा 16 सो रुट 16 भयो मल्टिप्लाई के मल्टिप्लाई टी भनेको कति 6 घण्टा अपन 2 प्लस रुट एन भयो सो रुट 16 भनेको कति 4 2 3 जा 6 यो भनेको कति आयो 3 के आयो प्लस रुट एन आयो ल अब यो 3 के लाई यो साइड लगाउँ त कति हुन्छ 4 - 3 के भयो इज इक्वल्स टु रुट एन अब दुवै साइड स्क्वायरिङ गरौँ त कति हुन्छ हामीलाई त एन को भ्यालु निकाल्नु छ नि त स्क्वायरिङ गर्दाखेरि 4 - 3 को स्क्वायर यो साइड रुट एन को स्क्वायर सो कति हुन्छ काटियो सो एन बराबर कति आउँछ 4 - 3 के को स्क्वायर सक्यो त यति धेरै कन्स्टेन्ट छ एन छ के को टर्ममा कसरी ल्याउने भन्ने कुरा त्यति धेरै सोच्नु पर्दैन आफै गर्दै गर्दै जाने आफै आउँछ आयो नि त्यति प्रुभ भयो 2 मार्क्स तपाईँको आयो यो क्वेसनलाई यसरी गर्ने गाह्रो थिएन एकदम इजी क्वेसन छ ल अब हामी यो क्वेसनहरु हेरौँ एमसीक्यू क्वेसनहरु छ मैले सुरुमै 8 मार्क्सको क्वेसन गराएँ किनभने अलि लामो क्वेसन थियो र तपाईको कन्सन्ट्रेसन अलि बढी ग्र्याब होस् लास्टतिर अलि थाक्नुहुन्छ भनेर सुरुमै मैले त्यो गाह्रो अलि गराएँ अब हामी सुरुबाट सुरु गर्छौं एमसीक्यूज छ के भन्छ व्हिच वान अफ द फलोइङ किनभने हामीले एमसीक्यूज पनि सोध्छ नि त 11 वटा एमसीक्यूज प्याटर्न हाम्रो के छ 11 वटा एमसीक्यूज सोध्छ त्यसपछि 5 मार्क्सको सर्ट क्वेसन कति वटा 8 वटा अनि त्यसपछि 8 मार्क्सको कति 3 वटा हैन प्याटर्न हाम्रो यो छ सो एमसीक्यूज पनि हेर्नु पर्यो यसलाई नेग्लेक्ट गर्नु भएन अब हेरौँ त क्वेसन के भन्छ व्हिच वान अफ द फलोइङ डिफरेन्शियल इक्वेसन गिव्स इंटीग्रेटिंग फैक्टर कुनले दिन्छ कुन डिफरेन्शियल इक्वेसनले दिन्छ चारवटा अप्सन छ पज गरेर ट्राई गर्नुस् त र मलाई भन्नुस् कुन अप्सन ठीक छ सो इंटीग्रेटिंग फैक्टर भनेको दिमागमा के आउँछ मैले अगाडि पनि भनिसके मैले यो कुरा एज्युम गरे कि तपाईहरुले सबै थ्योरीहरु बुझिराउनु भएको छ सो इंटीग्रेटिंग फैक्टर भनेको केमा आएको थियो त हाम्रो लिनियर पढ्दाखेरि आएको थियो लिनियर डिफरेन्शियल इक्वेसन पढ्दाखेरि के आउँछ इंटीग्रेटिंग फैक्टरको कुरा आउँछ हैन सो लिनियर डिफरेन्शियल इक्वेसनको जुन फर्म हुन्छ त्यो फर्म भनेको कस्तो हुन्छ लिनियर डिफरेन्शियल इक्वेसन भनेको dy/dx + py = q यो त्यसको फर्म हुन्छ हामीले कुराहरु त बुझिरहेको छौं हामीले गोल्डन टिप्सहरुको कुरा गरेका छौं चिन्ने तरिका मात्रै क्वेसन सल्भ गरेर त भएन किनभने एक्जाममा त तोकेर दिदैन यो लिनियर इक्वेसन हो भनेर सल्भ गरेर होमोजिनियस इक्वेसन सल्भ गरेर पहिला त चिन्नु पर्यो र त्यही चिन्ने क्वेसनहरु एमसीक्यू स्वरूपमा सोधिदिरा हुन्छ dy/dx + py = q यो के हो त लिनियरको फर्म हो हैन र यही p हाम्रो के हो p को यदि हामीले e को पावर इन्टिग्रेसन p dx गर्छौं भने यो के आउँछ यही हाम्रो के हो त इंटीग्रेटिंग फैक्टर हो हैन सो अहिले हामीले आइडेन्टिफाई मात्र गर्नु भनेको छ कि कुनले इंटीग्रेटिंग फैक्टर दिन्छ सो जुन लिनियर छ त्यसले इंटीग्रेटिंग फैक्टर दिन्छ र p हाम्रो q भनेको के हो त कांस्टेंट हुन सक्छ अथवा x को फंक्शन हुन सक्छ सो यसमा हेरौँ त अप्सन ए के भन्नु x dy छ - y² dx छ यसलाई यो फर्ममा लेख्न ट्राई गर्नुस् त यो फर्ममा लेख्न सकिन्छ हेर्नुस् त पहिला dy/dx मलाई चाहियो सो यसलाई मैले x dy = y² dx लेखे यसलाई त्यो साइड लग अब मैले यसलाई dy/dx लेख्छु भने
यसलाई वाई स्क्वायर अपन एक्स लेख्न पर्यो हैन। सो यो त यो फर्ममा त छैन हैन। हामीले के भन्छ dy बाइ dx हुनु पर्यो र यहाँ के हुनु पर्यो y नै हुनु पर्यो, वाई स्क्वायर हुनु भएन। सो यसलाई मैले यो साइड पनि ल्याउँदाखेरि माइनस यो साइड 0 गरिदिए भने यो त वाई स्क्वायर भयो र 1/x ठिकै छ, p 1/x भयो भने यहाँ त y मात्रै हुनु पर्थ्यो किनभने हाम्रो फर्म के छ y मात्रै हुनु पर्यो, y स्क्वायर होइन। सो यो त हाम्रो त लिनियर भएन हैन। यो भनेको त तपाईको भेरिएबल सेपरेसन हो हैन, किनभने y स्क्वायर तल आउँछ, x यता जान्छ, भेरिएबल सेपरेट भयो, y तिर y को कुरा, x तिर x को कुरा। सो यो अप्सन इज नट आवर करेक्ट। अप्सन बी चेक गरौँ के भन्छ x स्क्वायर dy छ माइनस xy स्क्वायर dx छ हैन। सो यसलाई गर्ने हो भने x स्क्वायर dy छ इज इक्वल्स टु xy स्क्वायर dx। एउटा x काटियो, यो साइड के बाँकी रह्यो y स्क्वायर तल आउँछ, dx यो x यतातिर जान्छ, यो पनि भेरिएबल सेपरेसन भयो, लिनियर त भएन। ल यो पनि मिलेन। अब सी नम्बरमा हेरौँ। सी नम्बरमा के छ sin स्क्वायर x छ dy बाइ dx छ प्लस y छ इज इक्वल्स टु 2 छ। हामीले के भन्छ dy बाइ dx एक्लै हुनुपर्छ, योसँग केही कुरा हुनु भएन। सो sin स्क्वायर x छ, यसलाई हटाउनलाई के गर्नु पर्यो हरेक टर्ममा sin स्क्वायर x ले डिभाइड गरिदिनु पर्यो। सो मैले हरेक टर्मलाई sin स्क्वायर x ले डिभाइड गरे भने के बाँकी रह्यो dy बाइ dx बाँकी रह्यो प्लस यतातिर के आउँछ यसको तलमा अब y बाइ sin स्क्वायर x आउँछ इज इक्वल्स टु 2 बाइ sin स्क्वायर x आउँछ हैन। अब चेक गर्नुस् त यही फर्ममा छ त dy बाइ dx छ मिल्यो प्लस y छ p मल्टिप्लाई y हुनु पर्यो। सो y छ र मल्टिप्लाईमा के छ p भनेको यहाँ 1 बाइ sin स्क्वायर x हुने भयो हैन, किनभने p भनेको कन्स्टेन्ट हुन पाइयो र x वाला कुरा मात्रै हुन पाइयो। यहाँ के छ 1 बाइ sin स्क्वायर x भनेको त x वाला कुरा हो। सो यो त ps लाई भन्न पाइयो इज इक्वल्स टु q, q भनेको पनि के हो त कन्स्टेन्ट हो अथवा x वाला कुरा हो। सो यो साइड पनि मिल्यो। सो हाम्रो अप्सन कुन ठीक रहेको छ अप्सन सी। भनेपछि यो लिनियरमा छ भने अभियसली के दिन्छ इन्टिग्रेटिङ फ्याक्टर दिन्छ। अब 4 लाई पनि चेक गर्नुहुन्छ भने गर्नुस् 3xy dy इज इक्वल्स टु माइनस y स्क्वायर dx। y स्क्वायर आउने बित्तिकै कुरा सकेन त, अथवा ट्राई गरौँ न त y स्क्वायर y एउटा काटिन्छ भनेर। dy छ इज इक्वल्स टु y स्क्वायर dx भयो, एउटा y ले एउटा y काटियो। सो यो dy y तल आयो, सो 1 बाइ y dy भयो, 3x यतातिर गयो तलतिर। सो यो त भेरिएबल सेपरेसन रहेछ हैन। dy बाइ dx जति गर्न खोजे पनि यो त हुनेवाला छैन किनभने यसको लागि p चाहियो मल्टिप्लाई y चाहियो इक्वल्स टु q चाहियो। सो यो पनि मिलेन, सी इज आवर करेक्ट अप्सन। ठीक छ, यसै छुटाउनु पर्छ, हेर्ने बित्तिकै थाहा हुनु पर्यो। ल अब नेक्स्ट क्वेसन के छ व्हाट इज द डिग्री अफ दिस डिफरेन्शियल इक्वेसन। सो हामीले डिग्रीको कुराहरु सबै गरिसकेका छौं, इन्ट्रोडक्टरी पार्टमा नै गरेका थियौं। डिग्री भनेको के हो, अर्डर भनेको के हो। ल सो यसमा के भन्छ डिग्री, यसको डिग्री कति हो भन्नुस् त। डिग्री भनेको के हो त हायर अर्डर डेरिभेटिभको हायर अर्डर डेरिभेटिभ कुन छ त्यसकै डिग्रीलाई के भनिन्छ त, त्यसकै पावरलाई के भनिन्छ त डिग्री भनिन्छ हैन। सो हायर अर्डर डेरिभेटिभ हेर्नुस् त 3 अर्डरको डेरिभेटिभ छ, 3 छ, त्यही भएर थर्ड अर्डर डेरिभेटिभ भयो। यहाँ के छ सेकेन्ड अर्डरको डेरिभेटिभ छ हैन। सो यसको पावर 1 यसको पावर 2 हैन। यहाँ के छ थर्ड अर्डरको डेरिभेटिभ छ, सो हाईएस्ट यो भयो। सो अर्डर कति हुने भयो, यो डिफरेन्शियल इक्वेसनको अर्डर कति हुने 3 हुने भयो र यसको पावर 1 भएको हुनाले डिग्री कति हुने भयो 1 हुने भयो। तर गल्ती, किनभने हामीले पढ्दाखेरि के पढाएको थियौं कि यो जुन डिग्री र अर्डर छुट्याउने कुरा छ त्यो अलवेज के हुनु पर्यो रुट साइन भन्दा यो के छ 1/2 हेर्नुस् त, यो पुरैलाई ढाक्दियो नि त, रुट हो नि त। रुट साइन पावर वाला कुराहरु योहरुलाई के गर्ने त रेडिकल साइनहरुलाई हटाउने, यो वर्डलाई पहिला फ्री बनाउने, त्यसपछि मात्रै अर्डर र डिग्री निकाल्ने। नत्र हाम्रो के हुन्छ सबैले के भन्छ यसमा अप्सन डिग्री भनेको छ भने 1 इज राइट भयो, किनभने थर्ड अर्डर हाईएस्ट अर्डर डेरिभेटिभ थर्ड भयो र थर्ड को पावर कति छ यहाँ 1 छ, केही छैन भने 1 छ। सो आन्सर कुन राइट भयो 1 हुने भयो। तर होइन, हेर्नुस् त कुन राइट छ, हामीले त पहिला यो 1/2 हटाउनु पर्यो किनभने यो त रुट साइन हो, 1/2 भनेको त रुट हो। सो दुवै साइड के गर्नु पर्यो स्क्वायरिङ गर्नु पर्यो त्यो हटाउनलाई। सो यो साइड स्क्वायरिङ भयो, सो यो साइड स्क्वायरिङ हुँदा यो काटिन्छ, बाकी के रह्यो 4 प्लस d स्क्वायर s अपन dt स्क्वायर को स्क्वायर। ल अब यसमा छुटाउनुस् हाईएस्ट अर्डर डेरिभेटिभ कुन, यो सेकेन्ड अर्डरको डेरिभेटिभ छ भने यो थर्ड अर्डरको डेरिभेटिभ छ। सो हाईएस्ट अर्डर डेरिभेटिभ त यो भयो र यसको पावर कति छ त्यो हाम्रो डिग्री भयो। सो आवर डिग्री इज अप्सन 2 इज आवर करेक्ट आन्सर। ठीक छ, सो यसरी गर्ने हो। मैले अगाडिको क्वेसनमा कुन इयरको थियो भनेर छुटाएको छु। अगाडिको दुईटा क्वेसन थियो, त्यो 81 मा सोधेको थियो 2081 मा, यो पनि 81 को क्वेसन छ, यो 79 को छ अनि यो पनि 79 को छ। सो यो क्वेसनमा के भन्छ भने त के भन्छ व्हिच वान अफ द फलोइङ इज द एक्जाम्पल अफ होमोजिनियस डिफरेन्शियल इक्वेसन। तपाईले के भन्छ होमोजिनियस डिफरेन्शियल इक्वेसन कुन हो हैन। हामीले त चारवटा च्याप्टर पढ्यौं, होमोजिनियस, भेरिएबल सेपरेसन, एक्ज्याक्ट अनि लिनियर। र लिनियरमा पनि एउटा के थियो बर्नौलिस भनेर थियो। सो यसबाट अब हामीलाई चिन्न पर्यो होमोजिनियस के हो। सो हामीले याद गर्नुस् त हामीले गोल्डन टिप्स पढाएको थियौं, गोल्डन टिप्सहरुको। सो गोल्डन टिप्सहरु पढ्दाखेरि हामीले के भनेको थियौं क्वेशन कसरी सल्भ गर्नु भन्नु भन्दा पनि पहिले, क्वेशन कसरी सल्भ गर्ने त्यो भन्दा पनि पहिले के बुझ्नु पर्छ क्वेशन चिन्न आउनु पर्छ। किनभने म पटक पटक भने फेरि पनि भन्छु एक्जाममा तपाईले क्वेशन तोकेर सोध्दैन, सिधै के भन्छ सल्भ द डिफरेन्शियल इक्वेसन
सल्भ द डिफरेन्शियल इक्वेसन भन्यो भने अब तपाईले के थाहा कि त्यो भेरिएबलबाट गर्ने एउटा तरिका हुन्छ, होमोजिनियसबाट गर्ने अर्को तरिका हुन्छ सल्भ गर्ने, लिनियरबाट अर्को हुन्छ। सो तपाईले पहिला क्वेसन चिनाउनु पर्यो नि कि यो मेरो क्वेसन कुन हो। अब तपाईले एक्सरसाइज गर्दाखेरि अहिले जुन एक्सरसाइज गर्नुहुन्छ त्यो एक्सरसाइजमा त तपाईले भेरिएबलको एक्सरसाइज गर्नुहुन्छ भने त्यसमा सबै क्वेसन भेरिएबलकै हुन्छ, होमोजिनियस गर्नुहुन्छ भने सबै होमोजिनियसकै हुन्छ हैन त। एक्जाममा त तोकेर त भन्दैन, तपाईले पहिला आइडेन्टिफाई गर्न जान्नु पर्यो, त्यसपछि मात्रै क्वेसन सल्भ गर्नु पर्यो कि यो यसको क्वेसन रहेछ, यसको क्वेसन यस्तो क्वेसन छ भने, होमोजिनियस क्वेसन छ भने यस्तो तरिकाले सल्भ हुन्छ भनेर हैन। सो सबै कुरा हामीले पढेको छौं, हामीले पढेर आएको छौं यति कुरा। सो होमोजिनियस चिन्ने तरिका हाम्रो के थियो, पहिला होमोजिनियसको फर्म लेखौँ त। होमोजिनियसको फर्म भनेको यदि dy/dx बराबर fy/x यस्तो फर्ममा छ भने हामी त्यसलाई के भन्छौँ त, यो होमोजिनियसमा हो, यो डिफरेन्शियल इक्वेसन के होमोजिनियसमा। पहिला के हुनु पर्यो, dy/dx एकातिर हुनु पर्यो र अर्कोतिर जे कुरा छ त्यो कुरा के हुनु पर्यो, y/x को फंक्सन हुनु पर्यो, y को हैन कि x को हैन कि y/x को फंक्सनमा हुनु पर्यो ल। सो अब यो चारवटा मध्ये कुन यस्तोमा छ, सो चेक गर्नु पर्यो अब। र एउटा हामीले सर्टकट ट्रिकी वे पनि सिकाएको थियौँ यसको लागि, सो त्यो पनि हामीले युज गर्नेछौँ। एमा हेरौँ त, पहिला यो dy/dx को फर्ममा ल्याउन ट्राई गर्नुहोस् त्यसलाई। सो मैले यसलाई dy/dx को फर्ममा ल्याएँ भने कस्तो हुन्छ हेर्नुहोस् त, मैले सर्टकटमा लेख्दिम डाइरेक्टली dy/dx को फर्ममा यसलाई लेख्नुहोस् त कति हुन्छ। मैले यसलाई लेखेँ 3x dy लेखेँ अनि यो साइड 4 छ, यो 4 ले हामीलाई कहाँ बिगार्छ, 4 - 2y dx भयो हैन, 2y dx त्यो साइड गयो। अब यो कुरालाई हामीले कहिले पनि यस्तो फर्ममा लेख्न सक्छौँ त, हेर्नुहोस् त dy छ, हामीले के चाहियो तलमा dx चाहियो। सो कहिले पनि यो कुरा पोसिबल छ त, यदि तपाईले dx ले भन्छु म डिभाइड गर्छु भने dx ले तपाईले डिभाइड गर्नुहुन्छ भने यो साइड त dx कट्यो तर यो साइड त dx बाँकी नै रह्यो नि। यो क्वेशन अनुसार यो फर्म अनुसार के भन्छ कि dy/dx यता मात्रै हुनु पर्यो, यतातिर मात्रै हुनु पर्यो, उतातिर अरु केही हुनु भएन। सो यो 4 ले यो 4 नभइदिएको भए मिल्थ्यो होला, तर 4 ले काम बिगाड्यो, यो 4 को कारण यहाँ dx आइराको छ। सो यो फर्ममा हामीले लेख्न सकिरा छैनौं। सो अप्सन ए नेग्लेक्टेड। अप्सन बी मा हेरौँ, यसमा पनि त्यही कुरा छ हेर्नुस् त, 1 छ। यदि मैले dy/dx को फर्ममा लेख्न चाहे भने यो 1 त्यो साइड गयो, मानौ x dy छ, 1 त्यो साइड जाँदाखेरि -1, y dx त्यो साइड जाँदाखेरि +y dx भयो हैन। सो म कहिले पनि यो dx लाई यतातिर ल्याउन सक्छु, यसको तलमा लेख्न सक्छु त सक्दिन, किनभने यो 1 ले काम बिगार्छ। मैले dx लाई डिभाइड पनि गर्दियो भने सबैमा गर्नु पर्यो। सो यतातिर त काट्यो तर यो dx त यहाँ बाँकी रह्यो नि त, dy/dx मा लेख्न त सक्यो तर अझै dx बाँकी छ, सो त्यो हुनु भएन, यो पनि बिग्रियो। दिस इज नट आवर राइट आन्सर। त्यसपछि सीमा के छ हेर्नुस् त, यसमा पनि कन्स्टेन्ट आउँछ, त्यही कुरा छ, यसले पनि काम बिगार्छ। 2 - y dy भयो अथवा 2 - x dy छ, यहाँ dx हुनुपर्छ। सो उतातिर जान्छ, उतातिर गएपछि फेरि त्यही 2 ले काम बिगार्छ, सो यो पनि भएन। अब यो क्वेशनमा हेरौँ त के भन्छ, यसलाई अब लेख्न सकिन्छ किनभने कुनै पनि कन्स्टेन्ट छैन, यसलाई dy/dx को फर्ममा लेख्न सकिन्छ, डाइरेक्टली लेख्दिम। हेर्नुस् त dy छ, dy/dx = यसलाई मैले त्यो साइड लगे, पोजिटिभमा लगे, सो यतातिर के भयो xy - y² भयो, तलतिर के आउँछ, यो तलतिर उतातिर जाँदाखेरि के हुन्छ डिभाइड हुन्छ x² + xy। हेर्नुस् त भयो, यति कुरालाई यति कुरा लेख्न पाइयो भनेपछि यो फर्ममा छ त, चेक गर्नुस् त dy/dx छ। अब यति जुन कुरा छ यो के छ त, fy/x को फंक्सनमा छ त, अभियसली छ। हेर्नुस् त चेक गर्नुस् त। सो यसलाई चेक गर्ने हो भने कसरी चेक गर्ने, y/x को फंक्सनमा हुनु पर्यो हरेक कुरा। सो यहाँ त xy छ, y² छ, x² छ, xy छ, के गर्दिनु सबैमा x ले डिभाइड गर्दिनुस् माथि तल। सो x ले डिभाइड गर्दाखेरि के हुन्छ हेर्नुस् त, मैले माथि पनि x ले डिभाइड गरे, तल पनि गरे। सो यहाँ के बाँकी रह्यो, xy/x भनेको y बाँकी रह्यो हैन, x² ले डिभाइड गरौँ, x ले हैन x² ले। सो यतातिर के बाँकी रह्यो, y/x बाँकी रह्यो, माइनस के छ y² हुने भयो, सो y/x को होल स्क्वायर हुने भयो। तलतिर के छ x² छ, x² भनेको 1 हुने भयो, त्यसपछि प्लस xy छ, सो xy/x² भनेको y/x हुने भयो। सो हेर्नुस् त यो एउटा भनेको y/x को फंक्सन हो कि होइन, सबै कुरा जहाँ पनि भेरिएबल छ त्यहाँ के छ y/x को टर्ममा छ, कन्स्टेन्ट छ, कन्स्टेन्टले के फरक पार्छ र हैन। फंक्सन यो भनेको मैले fx बराबर x² + 3x + 1 लेख्दाखेरि मैले के भन्छु, यो x को फंक्सन हो कि होइन, अभियसली हो। सबै कुरा x भेरिएबल वाला कुरा x को फर्ममा छ। यहाँ यदि y भइदिएको भए म भन्दिन थिए कि यो x को फंक्सन, किनभने यो x र y को दुवैको फंक्सन हो। x को भ्यालुमा चेन्ज गर्दाखेरि y कोमा पनि चेन्ज हुन्छ, तर यहाँ के छ y/x को फंक्सन छ, सो जहाँ पनि भेरिएबल छ y/x को टर्ममा छ, सो यो होमोजिनियस भयो। अथवा यति किन गरिराख्ने डिभाइड, यताउति किन गरिराख्ने, हामीले ट्रिकी त सिकाएको छौं नि त, किन त्यति दिमाग लगाउने। ट्रिकीमा के थियो, होमोजिनियस, होमोजिनियस भनेको के हो त, होमो भनेको सेम, यति सम्झिने। सेम हरेक टर्मलाई हेर्ने, यसमा कतिवटा टर्म छ, एउटा यो टर्म छ, एउटा यो टर्म छ, एउटा यो टर्म छ, एउटा यो टर्म छ, जम्मा 4वटा टर्म छ, माथि तल सबैको टर्म गर्ने। हरेक टर्मलाई हेर्ने, हरेक टर्मको डिग्री कति हो भनेर हेर्ने। सो y² को डिग्री भनेको कति भयो, 2 भयो हैन। xy को डिग्री कति हुन्छ, xy भनेको यसको 1 x को 1 दुवै जोडेर डिग्री हामीले हेर्छौं हैन। डिग्री भनेको त यो मल्टिप्लाई को टोटल को पावर कति छ, यसको 1 यसको 1 छ, 1 कति हुन्छ 2 हुन्छ, सो यसको डिग्री कति हो 2 हो, xy को डिग्री 2। त्यसैगरी x² को डिग्री कति 2, तलको xy को डिग्री कति 2। सो हरेक टर्मको डिग्री सेम छ भने त्यसलाई के भन्छौं हामीले, होमोजिनियस छ, होमोजिनियस डिफरेन्शियल इक्वेसन छ। सो दुईटा तरिका हामीले सिक्यौं, जुन कि अलरेडी सिकिसकेका थियौं, जस्ट मैले रिभाइज सरी गर्दिए। सो दिस इज आवर करेक्ट अप्सन। ल अब के भन्छ, इन्टिग्रेटिङ फ्याक्टर अफ डिफरेन्शियल इक्वेसन। सो यो डिफरेन्शियल इक्वेसन के गरिदिनु पर्यो, इन्टिग्रेटिङ फ्याक्टर कुन हुन्छ भनेर भनिदिनु पर्यो। सो डिफरेन्शियल इक्वेसनलाई सल्भ गर्नु पर्यो। यहाँ क्वेसन बुकमा क्वेसन अलिक मिस्टेक छ, यहाँ x छैन कि यहाँ के छ sin x छ, सच्याउनु होला यदि बुक छ भने। सो यहाँ sin x हुन्छ।
सो डिफरेन्सियल इक्वेसन भनेको यो के छ हाम्रो इन्टिग्रेटिङ फ्याक्टर निकाल्नु छ भने हाम्रो दिमागमा के आयो लिनियर आयो लिनियर आउने बित्तिकै फर्म मिलाउने dy/dx + py = q भनेर सो sin x ले डिस्टर्ब गर्यो dy/dx लाई एक्लै बनाउने सबैमा sin x ले डिभाइड गरिदिने सो यतातिर के हुने भयो cos x / sin x हुने भयो मल्टिप्लाई के छ y छ = x sin x / के हुने भयो sin x हुने भयो सबैमा के गरिदिए sin x ले डिभाइड गरिदिए सो यताको sin x गयो यतातिर cos x / sin x भयो यतातिर x sin x / sin x भयो सो यतातिर sin x क्यान्सल यहाँबाट के आयो dy/dx + cos x / sin x भनेको कति हुन्छ cot x हुन्छ मल्टिप्लाई y = x भन्नुस् त यो त हाम्रो लिनियर हो सो लिनियर हुँदाखेरि हामीले इन्टिग्रेटिङ फ्याक्टर निकाल्नु पर्छ र इन्टिग्रेटिङ फ्याक्टर भनेको के हुन्छ e को पावर इंटीग्रेशन p dx हुन्छ यदि यसलाई कम्पेयर गर्ने हो भने py = q हुन्छ सो p भनेको कति हुन्छ cot x हुन्छ हैन सो यहाँ राखिदिनु पर्यो अब p को ठाउँमा कति हुन्छ cot x हुन्छ cot x को इंटीग्रेशन कति हुन्छ भन्नुस् त ln sin x हुन्छ हामीले फर्मुलामा पढेको छौं यो कुराहरु हैन सो cot x को इंटीग्रेशन भनेको त ln sin x हुन्छ र यो e को पावर n लाई यतिलाई एलिमिनेट गर्न मिल्छ सिधै यसलाई के लेख्न पाइन्छ यो बराबर भनेको के हो sin x कै बराबर हो डेरिभेटिभमा पढिराउनु भएको छ र हामीले डिफरेन्शियल इक्वेसन गर्दा पनि थुप्रै चोटी पढिसकेका छौं यो e को पावरमा ln मा के कुरा छ भने त्यो कुरालाई डाइरेक्टली यहाँ इक्वलमा लेख्न मिल्छ सो के आयो इन्टिग्रेटिङ फ्याक्टर sin x आयो हामीले के भन्छ इन्टिग्रेटिङ फ्याक्टर निकाल्नलाई अप्सन sin x इज करेक्ट गाह्रो छ ओके पनि छैन ल अब यहाँ के भन्छ अर्डर अफ कति इजी क्वेशन छ यसको अर्डर निकाल्न मन छ डिफरेन्शियल इक्वेसन दिएको छ अर्डर भनेको के हो त हाईएस्ट अर्डर को डेरिभेटिभ खोज्ने सबभन्दा डेरिभेटिभ कुन बढी छ यो थर्ड अर्डर को डेरिभेटिभ छ यो फोर्थ अर्डर को डेरिभेटिभ छ यो फिफ्थ अर्डर को डेरिभेटिभ छ सो जति माथि अर्डर डेरिभेटिभ त्यसमा प्रेजेन्ट छ यो इक्वेसनमा त्यही हाम्रो के भयो त राइट अप्सन हुने भयो यहाँ अर्डर मात्रै सोधेछ कुनै कुनै इक्वेसनमा अर्डर एन्ड डिग्री भनेर सोधिन्छ सो अर्डर भनेको 5 भयो र त्यही 5 हाईएस्ट अर्डर डेरिभेटिभको के हेर्ने पावर हेर्ने पावर यहाँ 2 छ त्यसको डिग्री कति हुने भयो 2 हुने भयो यदि डिग्री सोधेको भए डिग्रीमा पनि लाउने ठीक छ ल भयो तू समझा हां नहीं तू समझा नहीं अब यो दुईटा क्वेशन हेरौं यो क्वेशन यति लामो छ तर 1 मार्क्सको क्वेशन छ यो 3 मार्क्समा सोधेछ अब इयर 79 80 81 कुनै होला क्वेशनमा के भन्छ अ डिफरेन्शियल इक्वेसन इज इन द फर्म अफ यतिमा फर्ममा छ यस्तो फर्ममा छ dy/dx + py = q वेयर के भन्छ p र q के छ फंक्शन अफ x ओन्ली छ नेम द d भनेको मैले डिफरेन्शियल इक्वेसन सर्टकटमा लेखेको छु हात दुख्न थाल्यो सो नेम द डिफरेन्शियल इक्वेसन सो dy/dx + py = q यो कुन डिफरेन्शियल इक्वेसन हो यो फर्म भनेको कुन डिफरेन्शियल इक्वेसनको लागि हुन्छ हामीलाई थाहा छ dy/dx + py थ्योरी एकदमै धेरै स्ट्रङ हुनुपर्छ नयाँ प्याटर्नको क्वेशनमा सिधै क्वेशन सोधिदैन यस्तै सोध्ने हो हैन तपाईको जुन थ्योरी पोर्सन छ त्यो म्याथमेटिक्स भनेको के हो न्यूमेरिकल सबैको दिमागमा त्यही हुन्छ न्यूमेरिकल सल्भ गर्न सक्यो हैन फिजिक्स होइन कि पहिला थ्योरी पढ्ने त्यसपछि न्यूमेरिकल गर्न जाने सिधै न्यूमेरिकलमा गइहाल्छन् थ्योरीलाई सबैजना नेग्लेक्ट गरेर हुन्छन् धेरैजना सबैजना पनि धेरैजना थ्योरी एकदमै धेरै स्ट्रङ राख्नुपर्छ अनि मात्रै तपाईले नयाँ सिलेबसको क्वेशनहरु अलमोस्ट 99% क्वेशन सल्भ गरेर आउनुहुन्छ त्यही भएर मैले भिडियो बनाउँदाखेरि थ्योरीमा एकदमै धेरै फोकस गर्छु नेम द डिफरेन्शियल इक्वेसन सो यो फर्म भनेको कसको फर्म हो त हामीले पढिसकेका छौं यो भनेको त लिनियर डिफरेन्शियल इक्वेसनको फर्म हो हैन सो त्यही कुरा लेख्न भनेको थियो यो फर्म भनेको लिनियर डिफरेन्शियल इक्वेसनको फर्म हो 1 मार्क्स आयो सक्यो के गाह्रो थियो र एक लाइनको आन्सर छ अब यो क्वेशन हेर्नु त के भन्छ व्हिच टाइप अफ डिफरेन्शियल इक्वेसन इज दिस यो कुन टाइपको डिफरेन्शियल इक्वेसन हो रिप्रेजेन्ट्स एन्ड आल्सो सल्भ इट त्यसपछि सल्भ पनि गर्नुपर्ने छ पहिला आइडेन्टिफाई गर्नु पर्यो यो डिफरेन्शियल इक्वेसन कुन हो होमोजिनियस हो कि एक्ज्याक्ट हो कि लिनियर हो कि बर्नौली हो कि कुन हो 3 मार्क्सको क्वेशन छ त्यसलाई सल्भ गर्नु पर्यो त्यही भएर 3 मार्क्सको छ सो यो क्वेशन हामीले अघि एमसीक्यूज गर्दाखेरि याद गर्नुस् त यो भन्दा अगाडि 2 टाइम 3 टाइम एमसीक्यूज गर्यौं त्यसमा यहाँ जुन एमसीक्यूज लेखेको थियो त्यही क्वेशन छ यहाँ हैन सो यो क्वेशन भने के हो त dy/dx छ हैन प्लस y इन्टु त्यो कुरा छ यो भनेको त्यस्तै हो नि त dy/dx + py = q यस्तै फर्ममा छ सो यो भनेको त लिनियर हो सो फर्स्ट आन्सर के भयो लिनियर व्हिच टाइप अफ डिफरेन्शियल इक्वेसन भन्छ भने लिनियर डिफरेन्शियल इक्वेसन फर्स्ट आन्सर भयो अब यसलाई सल्भ गर्दिन पर्यो सो हामीले पछाडी जानुस् ब्याक गर्नुस् अलिक हामीले सल्भ गरेका छौं सल्भ कतिसम्म गरेका छौं यसलाई के लेखेका थियौ dy/dx लाई एक्लै बनाउनु पर्छ किनभने dy/dx के छ एक्लै छ फर्ममा प्लस त्यसपछि cos x / sin x sin x ले हरेकमा डिवाइड गर्दिन पर्यो सो cos x / sin x भनेको यहाँ के आको थियो cot x आको थियो मल्टिप्लाई y भयो = x sin x / sin x भनेको कति हुन्छ sin x डिवाइड गर्दाखेरि x हुन्छ यति कुरा आको थियो र हामीले इन्टिग्रेटिङ फ्याक्टर निकालेका थियौं if भनेर त्यो कति आको थियो sin x आको थियो ब्याक गरेर हेर्नुस् त हामीले इन्टिग्रेटिङ फ्याक्टर कसरी निकालेका थियौं e को पावर इंटीग्रेशन p dx भनेर यही क्वेशन थियो सो मैले रिपिट गरिन सो इन्टिग्रेटिङ फ्याक्टर हामीले दिएको थियो अब यसलाई अगाडि सल्भ गर्दिन पर्यो सल्भ गर्नलाई हामी के गर्छौं जुन हाम्रो यो इक्वेसन छ यो इक्वेसनलाई के गर्दिन पर्यो लिनियरको क्वेशन हामी कसरी सल्भ गर्छौं कि जुन इन्टिग्रेटिङ फ्याक्टर आयो त्यो इन्टिग्रेटिङ फ्याक्टरलाई यसले मल्टिप्लाई गर्दिने दुवै साइड सो मल्टिप्लाई गर्दाखेरि के हुन्छ हेर्नुस् त sin x * dy/dx हुने भयो प्लस cot x * sin x * y हुने भयो = कति हुने भयो x sin x हुने भयो ठीक छ यो बनाउँछ फेरि क्वेशन त इनिशियली नै आइहाल्यो तर हैन फरक यहाँ के छ हेर्नुस् सो यहाँबाट अब यतिका हामीले लेफ्ट साइडको कुरालाई त हामी हेर्दै हेर्दैनौं हामीले त यो लिनियर पढ्दाखेरि एकदमै धेरै स्वेयर गरेका थियौं कि हामीले लेफ्ट साइडको कुरालाई हेर्दैनौं सिधै आँखा बन्द गर्छौं त्यसपछि यहाँ d लेख्छौं d लेख्दाखेरि त्यसपछि इन्टिग्रेटिङ फ्याक्टर हाम्रो कति आएको छ त्यो लेख्छौं इन्टिग्रेटिङ फ्याक्टर sin x आएको छ सो यहाँ हामीले sin x लेख्छौं मल्टिप्लाई यहाँ के छ के को टर्ममा छ y को टर्ममा छ सो यहाँ मल्टिप्लाई सिधै y लेखिदिन्छौं सक्यो किनभने यतिलाई गर्ने हो भने यही कुरा आउँछ हैन त्यसपछि यो साइड अब के छ x sin x
अब दुवै साइड के गरिदिनु पर्यो इन्टिग्रेसन गरिदिनु पर्यो सो यो साइडको इन्टिग्रेसन कति हुन्छ sin x * y सिधै बाहिर निस्किन्छ किनभने यतिको रेस्पेक्टमै छ यो भनेको 1 को इन्टिग्रेसन यसको रेस्पेक्टमा भनेको यो सिधै बाहिर निस्किन्छ इन्टिग्रेसन गर्दाखेरि सो sin x * y हुने भयो इज टु अब x sin x को के गरिदिनु पर्यो इन्टिग्रेसन गरिदिनु पर्यो कसरी गर्नुहुन्छ हेर्नुस् त x sin x को इन्टिग्रेसन अब के लगाउने यसमा के लगाउने यसमा अब हामीले के लगाइदिनु पर्यो हाम्रो u v बराबर इन्टिग्रेसन अफ u हैन इन्टिग्रेसन बाइ पार्ट्स u इन्टिग्रेसन अफ v dx माइनस त्यसपछि के हुन्छ इन्टिग्रेसन du बाइ dx इन्टिग्रेसन अफ v dx फेरि यसको पनि इन्टिग्रेसन यही हो हाम्रो इन्टिग्रेसन बाइ पार्ट्स भनेर सो यसमा u कसलाई भन्ने र v कसलाई भन्ने त्यो कुरा कसले दिन्छ त आइलेट रुलले दिन्छ इन्भर्स त्यसपछि लोगारिथमिक त्यसपछि अल्जेब्रिक त्यसपछि ट्रिग्नोमेट्रिक सो पहिला अल्जेब्रिक भन्नु पर्यो त्यसपछि ट्रिग्नोमेट्रिक भन्नु पर्यो सो अल्जेब्रिक के हुन्छ u छ ट्रिग्नोमेट्रिक हुन्छ v छ सो यसरी भन्ने सो यहाँ लगाउनुस् त अब कति हुन्छ x लाई बाहिर त्यतिकै छोड्ने किनभने u लाई बाहिर त्यतिकै छोड्ने त्यसपछि v को इन्टिग्रेसन गर्ने v को इन्टिग्रेसन भयो त्यसपछि माइनस गर्ने u को त्यसपछि के छ x को डेरिभेटिभ गर्ने हैन यहाँ जे कुरा छ त्यसको डेरिभेटिभ गर्ने त्यसपछि फेरि इन्टिग्रेसन गर्ने v कति छ sin x को इन्टिग्रेसन गर्ने त्यसपछि के छ इन्टिग्रेसन त्यसपछि फेरि यसको पनि इन्टिग्रेसन ल अब के आउँछ यहाँबाट सो यो साइड कति छ sin x * y नै छ र यो साइड x * कति हुने भयो sin x को इन्टिग्रेसन भनेको माइनस cos x माइनस छ माइनस लेखौँ dx बाइ dx के हुन्छ x को इन्टिग्रेसन सरी x को डेरिभेटिभ x को रेस्पेक्टमा गयो क्यान्सल आउट 1 भयो सो यतातिर इन्टिग्रेसन मात्रै बाँकी रह्यो त्यसपछि यतातिर के छ sin x को इन्टिग्रेसन भनेको त माइनस cos x सो माइनस cos x dx भयो फेरि लेखौँ sin x * y = x यानी कि माइनस cos x त्यसपछि माइनस यहाँको माइनस प्लस भयो प्लस मैले लेखेँ अब cos x को इन्टिग्रेसन कति हुन्छ sin x हुन्छ sin x लेख्दिए अब लास्टमा केही छैन कन्स्टेन्ट राख्दिनु पर्यो सब इन्टिग्रेसन साइन हटिसकेपछि हामीले कन्स्टेन्ट राख्दिन्छौँ सो यहाँबाट के आयो हेर्नुस् त sin x ले त्यो साइड लगिदिने हो ल सो y बराबर यो साइड sin x गयो भने माइनस cos x बाइ sin x भनेको cot x भयो प्लस sin x बाइ sin x भनेको कति 1 हुन्छ प्लस c बाइ sin x भयो त सक्यो दिस इज आवर सल्युसन ओके सो हामीले क्वेसन के थियो पहिला आइडेन्टिफाई गर्न कुन छ होमोजिनियस छ कि लिनियर छ कि के छ भेरिएबल छ सो लिनियर छ त्यसपछि लिनियरलाई यसरी सल्भ गरिन्छ सो दिस इज आवर सल्युसन ओके अब यो तीनटा क्वेसन हेरौँ यो क्वेसन 2081 को छ 3 मार्क्सको छ यो 2081 3 मार्क्स अनि यो पनि 2080 3 मार्क्स यो क्वेसन म लास्टमा गर्छु पहिले यो दुईटा हेरौँ सो यो दुईटा क्वेसनमा के छ दुवै क्वेसन सेम नै हो 3 मार्क्समा सोधेको छ 80 मा पनि 81 मा पनि क्वेसन पढ्नु के भन्छ डिफरेन्शियल इक्वेसन भन्छ फर्स्ट डिग्रीको छ र फर्स्ट अर्डरको छ ठीक छ डिग्री 1 र अर्डर 1 छ के भन्छ होमोजिनियस हुन्छ डिग्री 1 र अर्डर 1 को होमोजिनियस हुन्छ यदि सेटिस्फाई गर्छ यो कन्डिसनलाई कन्डिसन के हो त dy/dx = fy/x फंक्सन अफ y/x छ भने यो कन्डिसन सेटिस्फाई गर्छ भने त्यसलाई के भन्छ त होमोजिनियस भन्छ यति कुरा हामीलाई गिभन छ अब के भन्छ जस्टिफाई द स्टेटमेन्ट के भन्न यो स्टेटमेन्टलाई जस्टिफाई हुने गरी एउटा एक्जाम्पल देऊ अनि त्यसलाई सल्भ गर ल तलको क्वेसनमा के भन्छ राइट एन एक्जाम्पल अफ होमोजिनियस डिफरेन्शियल इक्वेसन को एउटा एक्जाम्पल लेख त्यसपछि फर्स्ट अर्डर फर्स्ट डिग्री त्यही हो एन्ड सल्भ इट एउटा एक्जाम्पल देऊ होमोजिनियस डिफरेन्शियल इक्वेसनको आफै क्वेसन बनाऊ र आफैले त्यसलाई सल्भ गर 3 मार्क्सको क्वेसन सो हामीले के भनेको थियौं सुरुमा कि क्वेसन कसरी सोधिन्छ त्यो हाम्रो मेन टार्गेट हो क्वेसनको तरिका अब थाहा भयो नि कि ए क्वेसन होमोजिनियसकै क्वेसन त हो तर क्वेसन यसरी सोधिदो रहेछ नि त डाइरेक्टली dy/dx यति भनेर त नसोध्दो पनि रहेछ हैन सो क्वेसन यसरी सोध्दो रहेछ यसरी हामीलाई केही आइडिया स्ट्राइक भयो हैन कि यस्तो यस्तो भएर पनि हामीले मेन्टली प्रिपेयर हुनलाई अलिक हामीले ओल्ड इज गोल्ड गर्न खोजे अब यो क्वेसनमा के भन्छ जस्टिफाई द स्टेटमेन्ट सोशल जस्तो क्वेसन भएन अलिक लिटरेचर जस्तो क्वेसन भएन कि जस्टिफाई द स्टेटमेन्ट एक्सप्लेन विथ एक्जाम्पल दिस दैट दिस सो म्याथमेटिक्समा त न्युमेरिकल भनेर हाम्रो माइन्डमा त छ तर न्यू सिलेबसमा अलिक ल्याङ्ग्वेज बेस्ड अलिक थ्योरी बेस्ड बढी हुने गर्छ सो यो दुवै क्वेसन सेम हो दुवै क्वेसनलाई सोध्ने तरिका मात्रै फरक हो मैले यसलाई मेट दिए अब यसको सल्युसनतिर जाम सो पहिला यसलाई स्टेटमेन्टमै लेखिदिउँ यही स्टेटमेन्टलाई फेरि लेखौँ के भन्छ ए फर्स्ट अर्डर जुन कि हामीले पढि पनि सकेका छौँ होमोजिनियस पढ्दाखेरि फर्स्ट अर्डर एन्ड फर्स्ट डिग्री डिफरेन्शियल इक्वेसन हो अफ द फर्म dy/dx = fy/x इज कल्ड होमोजिनियस डिफरेन्शियल इक्वेसन एचडी मैले सर्टकटमा लेखिदिए यसरी नलेख्नु होला फर्स्ट अर्डर फर्स्ट डिग्रीको डिफरेन्शियल इक्वेसन यदि यो फर्मलाई सेटिस्फाई गर्छ भने यस्तो फर्ममा छ भने त्यसलाई के भन्छ होमोजिनियस डिफरेन्शियल इक्वेसन भनिन्छ अब हामीले एउटा एक्जाम्पल दिन पर्यो सो तपाईले एक्जाम्पल जुनसुकै पनि लिन मिल्छ इजी होस् गाह्रो होस् त्यसले केही मतलब छैन तपाईले जस्ट आफूले एउटा एक्जाम्पल दिन पर्यो र त्यसलाई सल्भ गर्न पर्यो सो तपाईले जुनसुकै पनि एक्जाम्पल लिन पाउनु भयो तोकेर भने छैन एक्जाम्पल तब जुनसुकै पनि लिन पायो मात्रै के हुनु पर्यो होमोजिनियस हुनु पर्यो सो मैले यहाँ एक्जाम्पल लिए dy/dx बराबर एकदमै सिम्पल एक्जाम्पल x + y/x ल यो होमोजिनियस हो कि होइन
अभियसली हो dy/dx को फर्ममा छ यो x ले मैले यसलाई डिभाइड गरिदिए भने यो भनेको त 1 + y/x नै आउने हो जुन कि के हो y/x कै फंक्सन हो त्यही भनेको त होमोजिनियस हो अथवा यसमा टर्म कतिवटा छ एउटा यो टर्म छ एउटा यो टर्म छ एउटा यो टर्म छ हरेक टर्मको डिग्री कति छ यसको डिग्री पनि 1 छ यसको पनि 1 छ यसको पनि 1 छ हरेकको डिग्री 1 नै छ सो यो के हो होमोजिनियस भयो सो मैले यो एक्जाम्पल दिए अब यसलाई के गरिदिनु पर्यो आफैले सल्भ गर्नु पर्यो हैन के भन्छ जस्टिफाई यो स्टेटमेन्ट यो जुन स्टेटमेन्ट छ जुन गिभन स्टेटमेन्ट छ त्यसलाई जस्टिफाई हुने गरी एउटा के लेख एक्जाम्पल लेख सो यो एक्जाम्पल यसलाई जस्टिफाई गर्छ कि गर्दैन अभियसली गर्छ किनभने यो dy/dx = x प्लस सरी के लेखेका थियौं हामीले 1 + y/x हैन सो यो भनेको के हो त व्हिच इज अफ द फर्म dy/dx = fy/x so it is homogeneous सो यो होमोजिनियसलाई जस्टिफाई गरे कि गरेन सेटिस्फाई गरे कि गरेन यो क्वेशनले एक्जाम्पल त्यसलाई सेटिस्फाई गरे सो जस्टिफिकेसन भयो अब यसलाई सल्भ गर्नु पर्यो त्यति कुरा लेख्दिने त्यसपछि अब सल्भ गर्नतिर लाग्ने सल्भ कसरी गरिन्छ त डिफरेन्स होमोजिनियसलाई कसरी सल्भ गरिन्छ यसले पनि मेट्दिम भन्नुस् त होमोजिनियसलाई कसरी सल्भ गर्नुहुन्छ यही एक्जाम्पल लिनुपर्छ भन्ने छैन एक्जाम्पल तपाईले दिमागमा जे आउँछ त्यो गर्नुस् अथवा यो क्वेशनबाट एउटा कुरा के पनि सिकियो भने कि हरेक च्याप्टरको होमोजिनियसको एउटा एक्जाम्पल घोकी राख्ने एउटा लिनियरको घोकी राख्ने एउटा एक्ज्याक्टको घोकी राख्ने एउटा भेरिएबलको घोकी राख्ने ठीक छ कुनै पनि सोधिन सक्छ यहाँ त होमोजिनियस सोधेको छ अब हामीलाई सबभन्दा पहिलो काम के गर्नुपर्छ होमोजिनियसको लागि हामीलाई पुट गर्नुपर्ने हुन्छ v बराबर हैन y बराबर vx भनेर र हामीले जहिले पनि के भन्छौं पुट गर्ने बित्तिकै यसलाई डेरिभेटिभ गरिदिन पर्यो डेरिभेटिभ vx को डेरिभेटिभ कति अब यसमा के लगाउनु पर्यो प्रोडक्ट टु लगाउनु पर्यो पहिला v लाई त्यतिकै छोड्दिने x को रेस्पेक्टमा डेरिभेटिभ गर्ने त्यसपछि x लाई त्यतिकै छोड्दिने v को रेस्पेक्टमा डेरिभेटिभ गर्ने प्रोडक्ट टु हैन x को डेरिभेटिभ x को रेस्पेक्टमा 1 सो यहाँ v मात्रै बाँकी रह्यो यतातिर x dv/dx बाँकी रह्यो सक्यो सो dy/dx आयो अब यो दुवै कुरालाई हामीले के गर्दिन्छौं इक्वेसन 1 मा पुट गर्दिन्छौं सो dy/dx भनेको कति v + x dv/dx = x छ x लेखौं प्लस y y लाई त हामीले त पुट गरे हो कति vx भनेर सो x को अब y को ठाउँमा के राख्नु पर्यो vx राखिदिनु पर्यो तलमा के छ x छ ल सो अब y कतै पनि छ त छैन हामीले के गर्नु थियो सबै y लाई रिप्लेस गर्नु थियो त्यही भएर हामीले dy/dx लाई पनि रिप्लेस गर्यौं यसलाई dv/dx को टर्ममा लगाउनलाई अब यहाँबाट के आउँछ v कमन आउँछ सरी x कमन आउँछ सो 1 + v बाँकी रह्यो तलमा x छ x काटियो अब यतातिर x dv/dx छ यतातिर के छ 1 + v छ र यो v लाई त्यो साइड मैले लगे भने -v भयो v क्यान्सल आउट अब हाम्रो काम के हुन्छ भेरिएबल सेपरेट गर्नु जहाँ v वाला कुरालाई v तिर x वाला कुरालाई x तिर सो यतातिर 1 छ ल मैले यसलाई dv लेखे = यो dx लाई यतातिर लगे किनभने यतातिर 1 मात्रै छ 1 × dx भनेको dx नै भयो र यो x लाई मैले तल लग्दाखेरि 1/x भयो हैन v वाला कुरा बाँकी नै छैन अब नेक्स्ट टाइम के हो इन्टिग्रेसन गरिदिने सो यहाँ के छैन भने 1 को इन्टिग्रेसन v को रेस्पेक्टमा v = 1/x को इन्टिग्रेसन भनेको ln x + c भयो अब v त हाम्रो ओरिजिनल कुरा होइन v त हामीले पुट गरेका थियौं v भनेको के हो त v भनेको के हो v भनेको y/x हो हैन सो ओरिजिनल कुरा पुट गरिदिनु पर्यो y/x भनेर = ln x + c सो यहाँबाट x ले त मल्टिप्लाई गर्दियौ के आउँछ y = x ln x + xc सक्यो दिस इज आवर सल्युसन जुनसुकै पनि क्वेशन लिँदा हुन्छ त्यसलाई सल्भ गरेर हेराइदिनु भयो त गाह्रो छ छैन ल अब यो क्वेशन पनि हामीले सल्भ गरिसकेका छौं एक्सरसाइज गर्दाखेरि तर यसरी सल्भ चाहिँ गरेको थिएन यसलाई अलिक घुमाउरो तरिकाले सोधेको छ तर क्वेशन चाहिँ सेम हो क्वेशन चाहिँ हामीले लिनियर पढ्दाखेरि जे क्वेशन गराएको थियौ नि एउटा क्वेशन यो गराएको थियौ त्यही क्वेशन हो मैले यो क्वेशन एक्स्ट्रा एक्जाम्पलमा छ भनेर मैले एक्स्ट्रा भनेर गराएको थिए कि यो पनि गर्नु होला अब यसको सल्युसन गरौँ यसलाई अलिक घुमाउरो तरिकाले मात्रै सोधेको छ नत्र गाह्रो छैन यो dt/dx मैले यो साइड लेखे = e को पावर tan इन्भर्स x लाई के ले डिभाइड गरिएको छ यसलाई सेपरेट गर्दियौ 1 + x² ले र -t लाई पनि 1 + x² ले त्यति त गर्न मिल्छ होला हैन सो dt/dx = यसलाई मैले -t लाई यो साइड ल्याए भने के हुन्छ प्लस t 1/x² हुन्छ त यो साइड के बाँकी रह्यो e को पावर tan इन्भर्स x अपन 1 + x² बाँकी रह्यो ल अब यही क्वेशन थियो बुकमा गिभन हामीले गरेको क्वेशन त यही थियो जस्ट यसलाई यताउति गरेर अलि घुमाउरो तरिकाले सोध्यो ताकि विद्यार्थी कन्फ्युज होस् एक्जाममा त प्रेसर हुन्छ नि सोच्ने टाइम हुँदैन नि हामीलाई एकदम अन द स्पट एक्ज्याक्टली सोच्नु पर्ने हुन्छ यदि प्र्याक्टिस छ भने यो कुरा सोचिन्छ यो कुरा भनेको यही कुरा हो हैन घुमाउरो यताउति गरेर सोचिन्छ यस्तो हो भनेर अब यो कुनको फर्ममा छ त लिनियरको फर्ममा छ पक्कै पनि किनभने हेर्नुस् त यो dy/dx y नलेखौँ मैले किनभने हाम्रो y को फर्ममा छैन क्वेशन के को फर्ममा छ अहिले हाम्रो भेरिएबल के को फर्ममा छ t को फर्ममा छ सो हामीले t कै फर्ममा सल्भ गरौँ dt/dx + p * y गर्थ्यौं भने अब के गर्दिनु पर्यो p * t गर्दिनु पर्यो किनभने y को रेस्पेक्टमा हुँदाखेरि मल्टिप्लाई y त्यसैगरी t को रेस्पेक्टमा छ भने मल्टिप्लाई t भयो कुरा त त्यही हो हैन र p र q के हुनुपर्छ x को फंक्सन अथवा कन्स्टेन्ट हुनुपर्छ सो त्यही कुरा छ dt/dx छ त्यही छ प्लस t छ t को पावर 1 नै छ 1 नै छ कुरा मिल्यो अब के छ बाकी 1/1 + x² बाँकी छ जुन कि p हुने भयो 1/1 + x² भनेको के हो x को फंक्सन हो सो कुरा त मिल्यो त्यसपछि q के छ यतातिर जुन q छ यो पनि के छ हेर्नुस् त x के फंक्सन छ माथि पनि तल पनि x के फंक्सन छ सो यो फंक्सन के हुने भयो x के फंक्सन छ सो q बराबर के हुने भयो हैन सो कम्पेयरिङ
यसलाई इक्वेसन 1 भनौँ। यो क्वेसन हामीले सल्भ गरिसकेका छौँ, त्यही पनि फेरि गरौँ, केही छैन। कम्पेयरिङ 1 विथ दिस। अब कम्पेयर गर्दाखेरि हामीले के थाहा भयो, p भनेको हाम्रो कति छ 1/1 + x² हैन। p भनेको त्यही हो, t सँग के कुरा छ 1/1 + x² छ, सो यो हाम्रो के हो p हो। त्यसै गरी q भनेको हाम्रो के हो e tan इन्भर्स x/1 + x²। अब यो लिनियर हो भने हेन्स इट इज लिनियर, यहीँबाट थाहा भयो लिनियर हो भनेर। लिनियर डिफरेन्शियल इक्वेसन हो, सो लिनियर डिफरेन्शियल इक्वेसन हामीले के गर्नुपर्छ इन्टिग्रेटिङ फ्याक्टर निकाल्नु पर्ने हुन्छ हैन। सो इन्टिग्रेटिङ फ्याक्टर भनेको के हो e को पावर इन्टिग्रेसन अफ p dx हुन्छ। यहाँको p को इन्टिग्रेसन गर्न बिर्सिनु भएन, सिधै e को पावर p गर्ने होइन, p लाई इन्टिग्रेसन गरिसकेपछि e को पावरमा लेख्ने हैन। सो सबभन्दा पहिला हामी इन्टिग्रेसन अफ p निकालौँ त कति हुन्छ, यतातिर गरौँ। ल सो p को इन्टिग्रेसन, p भनेको हाम्रो कति हो 1/1 + x² छ। सो p को इन्टिग्रेसन x को रेस्पेक्टमा भनेको 1/1 + x² को इन्टिग्रेसन गर्नु हो। ल अब यो भनिदिनुस् त यसको इन्टिग्रेसन कति हुन्छ भनेर। हामीलाई थाहा छ एउटा हामीले फर्मुला पढाएको छौँ स्ट्यान्डर्ड इन्टिग्रल पढ्दाखेरि a² + x² dx भनेर हैन। सो यसको फर्मुला के हुन्छ 1/a tan इन्भर्स x/a + c, यही हुन्छ हैन। यो त हामीले पढेको फर्मुला हो नि त स्ट्यान्डर्ड इन्टिग्रलमा। सो यहाँ के छ a के छ हाम्रो 1 नै छ, 1 को स्क्वायर + x² a² + x² फर्ममा छ। सो के लेख्न पाइयो 1/a। सो 1/1 भनेको 1 नै भयो, सो मैले सिधै tan इन्भर्स लेखेँ tan इन्भर्स x/a। सो x/1 भनेको x नै भयो, ठीक छ। अब हामीले यहाँ प्लस c लेख्दैनौँ किनभने हामीले इन्टिग्रेसन p गर्दाखेरि प्लस c जेनरली लेख्दैनौँ, लास्टतिर लेख्छौँ हैन। लास्टको इन्टिग्रेसन सकिसकेपछि हामीले जस्ट लास्टतिर लेख्ने हो, सो अहिले हामीले c चाहिँदैन, यो हामीले बुझेको कुरा हो सबै। अब इन्टिग्रेटिङ फ्याक्टर लेख्दाखेरि के गर्नु पर्यो e को पावर इन्टिग्रेसन अफ p dx हुन्छ भनेर थाहा छ हामीलाई हैन। सो e को पावर इन्टिग्रेसन p dx भनेको मैले डाइरेक्ट लेख्दिम, e को पावर इन्टिग्रेसन p dx भनेको कति छ tan इन्भर्स x छ। सो e को पावर के हुने भयो tan इन्भर्स x। सो दिस इज आवर इन्टिग्रेटिङ फ्याक्टर। अब हाम्रो नेक्स्ट काम के हुन्छ त लिनियर सल्भ गर्दाखेरि इंटीग्रेट यो जुन इक्वेसन छ यो इक्वेसनलाई इंटीग्रेटिङ फ्याक्टरले मल्टिप्लाई गरिदिने हो हैन। सो मल्टिप्लाई गरौँ त e को पावर इंटीग्रेटिङ फ्याक्टर कति छ हाम्रो e को पावर tan इन्भर्स x छ, यसलाई मल्टिप्लाई भयो dt/dx सँग प्लस t/1 + x² छ, यसलाई मल्टिप्लाई गर्ने इंटीग्रेटिङ फ्याक्टर e को पावर tan इन्भर्स x सँग इज इक्वल्स टु e को पावर tan इन्भर्स x छ अपॉन 1 + x² छ, यसलाई मल्टिप्लाई गर्ने e को पावर tan इन्भर्स x सँग भयो। मल्टिप्लाईको काम सक्यो। अब हामीले के भन्छौँ लिनियर सल्भ गर्दाखेरि लेफ्ट साइडमा के छ हामीले त्यो हेर्दै हेर्दैनौँ, हामीले सिधै के गर्छौँ यहाँ d लेख्छौँ हैन। त्यसपछि इंटीग्रेटिङ फ्याक्टर कति आएको छ त्यो लेख्छौँ, त्यसपछि मल्टिप्लाई लेख्छौँ, त्यसपछि यहाँ के को रेस्पेक्टमा डेरिभेटिभ सरी के को डेरिभेटिभ भइरहेको छ t को छ भने t लेख्छौँ, y को छ भने y लेख्छौँ, j को डेरिभेटिभ छ त्यो को लेख्छौँ, ठीक छ। सो यहाँ t को फर्ममा छ, z को फर्ममा छ भने z लेख्छौँ, y छ भने y, t छ भने t, ओके हैन। जेनरली हामी त y के हुन्छ, सो हामीले यहाँ मल्टिप्लाई y गरिदिइरहन्छौँ। सो यसलाई सल्भ गर्नुस् यतिकै आउँछ, एक्ज्याक्टबाट सल्भ गर्ने हो। यसलाई सल्भ गर्दाखेरि यसलाई डेरिभेटिभ गर्नुहुन्छ भने यतिको डेरिभेटिभ गर्नुस्, प्रोडक्ट रुल लगाउनुस्, यही आउँछ, ठीक छ। पहिला यसलाई यतिकै छोडिदिने, यसको डेरिभेटिभ गर्ने x को रेस्पेक्टमा, फेरि यसलाई त्यतिकै छोडिदिने, यसको डेरिभेटिभ x को रेस्पेक्टमा, त्यही कुरा हो हैन। सो यही कुरा आउँछ। सो हामीले त्यति किन हेर्ने किनभने हामीलाई थाहै छ कि सिधै लेफ्ट साइडमा यति गरिदिँदा पुग्छ हामीलाई हैन। अब यो साइड e को पावर tan इन्भर्स x छ, मल्टिप्लाई e को पावर tan इन्भर्स x छ। सो यहाँबाट के थाहा भयो कि e को पावर 2 tan इन्भर्स x हुने भयो, बेस सेम देन पावर 8, तलमा के छ अब 1 + x² छ। अब नेक्स्ट काम हाम्रो के हो त इंटीग्रेसन गर्नुपर्ने हो हैन। सो इंटीग्रेसन भयो, अब यसको इंटीग्रेसन सिधै बाहिर निस्किन्छ e को पावर tan इन्भर्स x मल्टिप्लाई t भयो इज इक्वल्स टु, अब यसको इंटीग्रेसन गर्न अलिक झ्याउ भयो। ल अब यसको इंटीग्रेसन साइडमा गरौँ, यसमा मेट्दा हुन्छ ल। अब हामीले एउटा गोल्डन टिप्स पढाएको थियौँ लिनियर पढ्दाखेरि, हामीले एउटा गोल्डन टिप्स भनेर पढाएको थियौँ कि कतै पनि e को पावरमा ट्रिग्नोमेट्रिक जे कुरा छ त्यो कुरालाई सिधै y अथवा z अथवा u भनेर पुट गरिदिने, त्यो कुरालाई पुट गरिदिने, इंटीग्रेसन गर्न इजी हुन्छ भनेर हैन। टिप्समै हामीले यो कुराहरू सम्झाएको थियौँ कि e को पावरमा के ट्रिग्नोमेट्रिक कुरा आयो भने त्यसलाई डाइरेक्टली त्यही कुरा पुट गरिदिने। सो यहाँ e को पावरमा के ट्रिग्नोमेट्री आएको छ tan इन्भर्स x आएको छ, 2 लाई हामी हेर्दैनौँ, जसलाई मात्र हेर्छौँ भने ट्रिग्नोमेट्री के छ e को पावरमा कुन ट्रिग्नोमेट्री sin x छ कि cos x छ कि tan इन्भर्स x छ कि के कुरा छ, यहाँ tan इन्भर्स x छ। सो tan इन्भर्स x लाई हामीले के गरिदिन्छौँ y पुट गरिदिन्छौँ, y कतै छैन त्यही भएर y पुट गर्दा हुन्छ, अथवा u पनि पुट गर्दा हुन्छ, केही फरक पर्दैन। सो अब पुट गर्ने बित्तिकै हाम्रो नेक्स्ट काम के हुन्छ डेरिभेटिभ गर्नुपर्ने हुन्छ पुट। सो tan इन्भर्स x को डेरिभेटिभ कति हुन्छ भन्नुस् त, इन्भर्स ट्रिग्नोमेट्रिकको डेरिभेटिभहरू त पढ्नु भएको छ। tan इन्भर्स x को डेरिभेटिभ भनेको 1/1 + x² हुन्छ dy/dx भयो। सरी यहाँ के छ, यहाँ के हुन्छ dx हुन्छ, ओके dx हुन्छ। किन dx हुन्छ भने यहाँ यतिको डिभाइड dx लेख्नु पर्यो नि त हैन, यति डिभाइड dx हुन्छ, हामीले त्यति लेखिदिन्छौँ, डिभाइड dx गरिदिन्छौँ र dx उतातिर गएर फेरि मल्टिप्लाई भइहाल्छ, त्यही भएर dx लेख्न छुट्याएको छ। अघिको क्वेसनमा पनि छुट्याएको थियो र, सरी है यदि छुट्याएको थियो भने बिर्सेको छु मैले, x को रेस्पेक्टमा डेरिभेटिभ गर्ने हो नि त उतातिर गएर। ल सो अब त्यहाँबाट dx निकाल्नु त, यहाँबाट dx भनेको कति हुन्छ 1 + x² हुन्छ
मल्टिप्लाई डिवाई हुन्छ हैन dx यतातिर गयो यो यतातिर गयो यति भयो अब यो कुरालाई गएर त्यसमा पुट गरिदिने हो मैले यतिको मात्रै अहिले पहिला डेरिभेटिभ इन्टिग्रेसन निकाल्दै छु ठीक छ सो e को पावर के छ 2 tan इन्भर्स x सो 2 tan इन्भर्स x लाई मैले y लेख्न पाउँछु सो 2 को पावर y भयो अपन के छ 1 + x स्क्वायर छ मल्टिप्लाई के छ dx सो dx लाई मैले अब यति कुरा लेख्न पाए 1 + x स्क्वायर मल्टिप्लाई dy भनेर सो 1 + x स्क्वायर + क्यान्सल सो यहाँबाट के थाहा भयो e को पावर 2y को इन्टिग्रेसन गर्नुपर्ने छ y को रेस्पेक्टमा हैन सो e को पावर 2y को इन्टिग्रेसन कति हुन्छ e को पावर 2y को इन्टिग्रेसन भनेको e को पावर 2y नै हुन्छ र डिभाइड के हुन्छ y को कोएफिसिएन्ट कति छ त्यतिले डिभाइड गरिदिनु पर्यो ओके एक्सपोनेन्शियल को इन्टिग्रेसन अथवा डेरिभेटिभ भनेको त्यतिकै हुन्छ डेरिभेटिभ छ भने y को कोएफिसिएन्टले मल्टिप्लाई गर्छौं भने इन्टिग्रेसन छ भने त्यसको कोएफिसिएन्ट कति छ त्यसले डिभाइड गरिदिन्छ त्यही त हामीले पढेको सबै फर्मुलाहरुमा पढेछौं सो यसको इन्टिग्रेसन भनेको र y भनेको त हाम्रो ओरिजिनल कुरा होइन y त हामीले पुट गरेका छौं कतै पनि क्वेशनमा y छ त छैन यसको ओरिजिनल कुरा के हो tan इन्भर्स x हो सो e को पावर 2 tan इन्भर्स x भयो y को ठाउँमा अपन 2 भयो ल सो भनेपछि यतिको जुन इन्टिग्रेसन छ त्यो कति आउँछ त e को पावर 2 tan इन्भर्स x अपन 2 आउँदो रहेछ र लास्टमा कन्स्टेन्ट लेखिदिने हो सक्यो त भयो ल सो अब tan इन्भर्स x उतातिर लग्ने हो भने लग्न मिल्यो सेतातिर गयो tan इन्भर्स x अब यतातिर के बाँकी रह्यो एउटा मात्रै tan इन्भर्स x बाँकी रहन्छ हैन तल गयो तल जाँदाखेरि 2 - 1 भयो एउटा मात्रै बाँकी रह्यो र प्लस कन्स्टेन्टमा पनि के हुन्छ e को पावर tan इन्भर्स x हुन्छ तलतिर डिभाइड हुन्छ हैन किनभने tan इन्भर्स x यतातिर पनि डिभाइड हुन्छ नि त मात्र यसमा त हुँदैन दुईटा टर्म छ सो दिस इज आवर सल्युसन सक्यो गाह्रो थियो र यो क्वेशन हामीले सल्भ गरेकै थियौं ओके ल अब नेक्स्ट क्वेशन दुईटा क्वेशन हेरौं यो क्वेशन भनेको 3 मार्क्स छ 80 मार्क्स दिएको छ भने यो क्वेशन 3 मार्क्स को 80 मार्क्स दिएको छ अब यो क्वेशन अलि हेर्नमा अलिक तपाईलाई हेर्न के छ जस्तो लागेको होला हैन एरोप्लेन छ के छ तर यो क्वेशन एकदमै धेरै छ जस्ट ल्याङ्ग्वेजमा कन्भर्ट गरिदिएको छ मात्रै हामीले यति कुरा दिएको भयो हामीले त्यही भन्थ्यौं इजी क्वेशन छ सल्भ गर्न तर अलिक ल्याङ्ग्वेजमा के कुरा दिहाल्यो भने कन्फ्युज हुनु भएन क्वेशन त्यही हो त्यसैले सल्भ गर्ने हो के भन्छ इक्वेशन रिलेटिङ टु स्टेबिलिटी अफ एरोप्लेन कतिको स्टेबल छ छैन भन्ने कुरा यो डिफरेन्शियल इक्वेसनले डिफाइन गरिएको छ dv/dt = g cos α - kv र त्यहाँ के छ v भनेको भेलोसिटी हो भने g k र अल्फा भनेको के हो त कन्स्टेन्ट हो g छ k छ अल्फा भनेको कन्स्टेन्ट छ v भनेको के हो त भेलोसिटी हो जुन कि चेन्ज भइरहेको छ हैन भेरिएबल हो र बाकी सबै के हो त कन्स्टेन्ट हो र t भनेको टाइमको रेस्पेक्टमा चेन्ज भइरहेको छ अन्डर व्हिच कन्डिसन द सल्युसन अफ इक्वेसन डज नट एक्जिस्ट गिभ रिजन सो कुन कन्डिसनमा सल्युसन एक्जिस्ट हुँदैन त्यो भन्दा पहिले हामीले सल्युसन फाइन्ड गर्नु पर्यो डिफरेन्शियल इक्वेसन त्यो त्यसको सल्युसन निकाल्नु पर्यो अब सल्युसन निकालिसकेपछि बल्ल हामीले चेक गर्ने हो कि एक्जिस्ट गर्छ कि गर्दैन कुन कन्डिसनमा गर्छ कुन कन्डिसनमा गर्दैन भन्ने कुरा सो सुरु गरौँ हाम्रो क्वेशन के हो त सरी ह्यान्डराइटिङको लागि अलिक सरी ह्यान्डराइटिङ मेरो त्यति धेरै राम्रो छैन मैले बोलेर पनि भनिदिरा हुन्छु सो बुझ्नु होला कुनै कुरा नबुझेमा ल सो क्वेशन हाम्रो के छ dv/dt = g cos α - kv यो छ अब यसलाई कुन मेथडबाट सल्भ गर्न सकिन्छ भन्नुस् त dv छ dt छ यतातिर के छ g छ cos α छ - kv छ g भनेको पनि कन्स्टेन्ट अल्फा भनेको पनि कन्स्टेन्ट सो यो पुराको पुरै टर्म के हो त कन्स्टेन्ट हो भयो र यहाँ के छ के भनेको कन्स्टेन्ट हो र v भनेको के हो त फेरि v भनेको त भेरिएबल भयो यो v वाला कुरा जसरी यहाँ dy/dx हुँदाखेरि यहाँ y हुन्थ्यो भने यहाँ के छ त्यस्तै y छ भनेपछि मेरो दिमागमा के आइराको छ यो त भेरिएबलबाट त गर्न सक्दैन होला पक्कै पनि किनभने भेरिएबलमा के हुनुपर्छ v वाला कुराहरु एकातिर t वाला कुराहरु एकातिर जुन कि पोसिबल छ त प्लस kv गर्नुहुन्छ यतातिर आएर तर dv तिर त v त आउँदैन हैन नेक्स्ट तपाईले के गर्नुहुन्छ होमोजिनियस खोज्नुहुन्छ होमोजिनियस सके छैन सो यो होमोजिनियस पनि छैन होमोजिनियस हुनलाई के हुनु पर्यो यसरी dy/dx = हरेक टर्मको डिग्री सेम हुनु पर्यो सो यो टर्मको डिग्री कति छ हेर्नुस् त यो टर्मको डिग्री भनेको त 0 किनभने यसमा त कुनै पनि भेरिएबल नै छैन यो g भनेको कन्स्टेन्ट हो cos α भनेको त डाइमेन्सनलेस यो भनेको पनि के डिग्री त्यसको पनि छैन कन्स्टेन्ट नै हो त्यसपछि के भनेको भेरिएबल हो तर यो भनेको यसको डिग्री 1 तर यसको डिग्री 0 भनेपछि डिग्री म्याच गर्यो त सबैको सेम छ छैन होमोजिनियस पनि भएन नेक्स्ट हामीले गर्छौं एक्ज्याक्ट पनि छैन यो सो बाकी के रह्यो लिनियर सो लिनियर पक्कै पनि होला सो हेर्नुस् त मैले यसरी dv/dt + kv गर्दिए भने g cos α यति लेख्न पाउँछु kv लाई यसरी लाग्दाखेरि अब चाहिँ सबैको दिमागमा स्ट्राइक हुन्छ कि हुँदैन kv त्यो साइड लाग्दाखेरि के छ जस्तो भयो तर kv लाई यसरी लगाइदिए भने अब यो कस्तो फर्ममा गयो हेर्नुस् त dy/dx + py = q को फर्ममा गयो कि गएन यो हाम्रो लिनियर हो कि होइन सो यहाँ v को टर्ममा छ t को टर्ममा छ यहाँ y र x को टर्ममा छ केही फरक पर्दैन सो यहाँ के छ त्यसपछि p भनेको यहाँ के होला र v भनेको यहाँ पावर 1 मै हुनुपर्छ सो यहाँ पनि पावर 1 मै छ यो कुरा पनि मिल्यो र यो साइड पनि के छ कन्स्टेन्ट वाला कुरा छ q भनेको के हो त कन्स्टेन्ट हो p र q भनेको के हो त कन्स्टेन्ट हो अथवा x कै भेरिएबल हुन पर्यो x कै फंक्सन हुन पर्यो सो यहाँ के छ p भनेको यहाँ पनि कन्स्टेन्ट छ q भनेको यति पनि कन्स्टेन्ट नै छ सो कुरा मिल्यो कि त कन्स्टेन्ट हुनु पर्यो कि त x को फंक्सन हुनु पर्यो सो कन्स्टेन्ट छ सो कुरा मिल्यो सो दिस इज आवर लिनियर सो दिस इज लिनियर डिफरेन्शियल इक्वेसन सो यो पहिला आइडेन्टिफाई गर्न जान्नु पर्यो त्यसपछि बल्ल सल्भ गर्न जाने नि त लिनियरमा अब कसरी सल्भ गरिन्छ भन्ने कुरा जाने अब कम्पेयरिङ दिस इक्वेसन 1 विथ यसरी के भन्ने ल्याङ्ग्वेज लेख्ने dv/dt भन्ने प्लस v र t कै टर्ममा छ भने v र t कै टर्ममा लेख्दिने
त्यसपछि p * v भन्ने = q भन्ने ठीक छ y र x को टर्ममा भने जस्तै v र t को टर्ममा भनिदिनु पर्यो अब यहाँबाट कम्पेयर गर्ने हो भने p को भ्यालु कति छ के हुन्छ q को भ्यालु कति हुन्छ g cos अल्फा हुन्छ अब नेक्स्ट काम हाम्रो के हुन्छ इन्टिग्रेटिङ फ्याक्टर निकाल्नु इन्टिग्रेटिङ फ्याक्टर भनेको e को पावर इन्टिग्रेसन p dx सो e को पावर इन्टिग्रेसन p dx भनेको कति हुन्छ p भनेको कति के हो सो k को इन्टिग्रेसन गर्ने हो x को रेस्पेक्टमा हैन अहिले हाम्रो x के छ त t छ नि त सो t को रेस्पेक्टमा काम गर्ने हो धेरै चोटी 99% केसमा त y नै x नै आउँछ सो दिमागमा त्यही हुन्छ हैन सो यहाँ हाम्रो अहिले के छ dy/dx हुँदाखेरि त हामीले x को रेस्पेक्टमा गर्थ्यौं नि त तल जे कुरा हुन्छ त्यो को रेस्पेक्टमा सो यहाँ dt t को रेस्पेक्टमा सो 2 को रेस्पेक्टमा इन्टिग्रेसन गर्ने अब यहाँ के को इन्टिग्रेसन गर्ने p को गर्ने p भनेको के हो के भनेको के हो त कन्स्ट्यान्ट हो सो कन्स्ट्यान्ट त्यतिकै बाहिर निस्किन्छ सो बाकी के रह्यो dt रह्यो र dt को इन्टिग्रेसन भनेको कति हुन्छ e को पावर kt हुन्छ हैन dt को इन्टिग्रेसन भनेको t हुन्छ ओके सो e को पावर kt हाम्रो के आयो इन्टिग्रेटिङ फ्याक्टर आयो नेक्स्ट काम के हुन्छ यो इक्वेसनमा गएर हामीले के गर्दिन्छौं इन्टिग्रेटिङ फ्याक्टरलाई मल्टिप्लाई गर्दिन्छौं ल सो e को पावर kt मल्टिप्लाई गर्नु त बोथ साइड into dv/dt मैले ल्याङ्ग्वेजहरु स्किप गराएको हुन्छु तपाईहरुले लेख्नु होला यहाँ टाइम सेभ गर्नलाई स्किप गराएको हुन्छु मल्टिप्लाइङ बोथ साइड बाइ इन्टिग्रेटिङ फ्याक्टर भनेर लेख्न पर्यो यो कुराहरु त भन्न पर्दैन 12 को विद्यार्थीलाई त्यही पनि प्लस kv मल्टिप्लाई के भयो e को पावर kt हैन दुवै साइड मल्टिप्लाई भयो इन्टिग्रेटिङ फ्याक्टरले यो साइड पनि मल्टिप्लाई हुन्छ g cos अल्फा मल्टिप्लाई e को पावर kt भयो अब लेफ्ट साइड के लिनियरमा त हामीले लेफ्ट साइड लेख्दै हेर्दैन के भन्छौं पहिला d लेख्दिने त्यसपछि इन्टिग्रेटिङ फ्याक्टर के हो त्यसलाई लेख्दिने त्यसपछि मल्टिप्लाई गर्दिने के को डेरिभेटिभ छ v को डेरिभेटिभ छ भने मल्टिप्लाई v हुन्छ हैन डेरिभेटिभ के को v को नि त y को हुँदाखेरि हामीले मल्टिप्लाई y गर्छौं भने z को हुँदाखेरि z गर्छौं भने y को हुँदाखेरि y त्यसरी v हुँदाखेरि मल्टिप्लाई v गर्दिने तलमा के गर्ने अब डिभाइड गर्ने तलमा जे कुराले डिभाइड छ t को रेस्पेक्टमा छ कि x को रेस्पेक्टमा छ जे कुरा छ त्यही कुरा राख्दिने = यतातिर अब के बाँकी रह्यो g cos अल्फा मल्टिप्लाई e को पावर kt अब यो dt त्यो साइड जाँदाखेरि यतातिर dt भयो अब दुवै साइड इन्टिग्रेसन गर्ने होला सो यसको इन्टिग्रेसन बाहिर निकाल्दाखेरि e को पावर kt मल्टिप्लाई v नै निस्कियो यतातिर g cos अल्फा भनेको त्यो त पुरै कन्स्ट्यान्ट नै हो कन्स्ट्यान्ट त सिधै बाहिर निस्कियो त्यसपछि e को पावर kt को इन्टिग्रेसन भनेको कति हुन्छ एक्सपोनेन्शियल को इन्टिग्रेसन भनेको एक्सपोनेन्शियल त्यतिकै हुन्छ तर डिभाइड के हुन्छ t को कोएफिसिएन्ट कति छ x को कोएफिसिएन्ट कति छ यहाँ त t को रेस्पेक्टमा इन्टिग्रेसन हो नि त सो t को कोएफिसिएन्ट कति छ त्यतिले डिभाइड गरिदिने होला लास्टमा कन्स्ट्यान्ट थपिदिने सक्यो अब v भनेको त हाम्रो ओरिजिनल कुरा हो यस ओरिजिनल कुरा हो सो यहाँबाट के आयो हामीले के निकाल्नु थियो जी कि दिस v भनेको त भेलोसिटी हैन सल्युसन डज नट एक्जिस्ट के रिजन सो दिस इज आवर सल्युसन हैन सो यो डिफरेन्शियल इक्वेसनको सल्युसन यति भयो ओके अब के भन्छ यो सल्युसन कति बेला एक्जिस्ट गर्दैन यो भनेको छ कुन कन्डिसनमा एक्जिस्ट गर्दैन सो सल्युसन त यो हो सो यो कुन कन्डिसनमा एक्जिस्ट गर्दैन हैन सो यहाँ मैले g भनेको के हो त g को जुनसुकै भ्यालु राख्दाखेरि पनि के हुन्छ यो कुरा एक्जिस्ट गर्छ यसलाई मैले यो भन्दा राम्रो पनि e को पावर kt लाई ततिर गरिदिन त पहिला भेलोसिटी निकाल्नु छ नि त हामीलाई सो e को पावर kt लाई यो साइड मल्टिप्लाई गर्दा e को पावर kt क्यान्सल बाकी के रह्यो g cos अल्फा अपन k बाकी रह्यो र प्लस c लाई पनि यसले डिभाइड गर्छ सो c मल्टिप्लाई e को पावर कति हुने भयो माइनस kt हुने भयो ठीक छ c बाइ e को पावर kt हुन्छ माथि जाँदाखेरि माइनस भयो सो दिस इज आवर फाइनल सल्युसन सो अब v को भ्यालु हैन सो अब हरेकलाई चेक गरौँ त कुन भ्यालुको लागि एक्जिस्ट गर्दैन त भनेपछि मैले g को जुनसुकै पनि भ्यालु राख्छु भने किन के त भ्यालु त आउँछ नि त तपाई 1000 राखेर हेर्नुस् 40 राखेर हेर्नुस् माइनस कति जति 0 कति जे मन राख्नु छ भने राख्नुस् भेलोसिटी त आउँछ एक्जिस्ट नै गर्छ भन्ने त हुँदैन इन्डिटरमिनेन्ट नै आउँछ त भन्ने त हुँदैन मैले -1000 राख्दा पनि केही न केही भ्यालु त पक्कै दिन्छ माइनसमै दियोस् तर केही न केही त दिन्छ हैन त्यसैगरी अल्फाको पनि जुनसुकै पनि भ्यालु राख्दाखेरि आउँछ नि आउँछ हैन त्यसैगरी यहाँको जुन के को मैले यहाँ जति पनि भ्यालु राख्दाखेरि पावरमा जति पनि राख्दाखेरि 2 3 4 -3 -4 जति पनि राख्दाखेरि यो टर्मको भ्यालु पनि आउँछ तर मैले यहाँ जुन तलको के छ यो के लाई जुनसुकै पनि भ्यालु राख्दाखेरि सल्युसन आउँछ त सल्युसन एक्जिस्ट नै गर्छ भन्ने छ त भन्नुस् त यसमा के को भ्यालु मैले 1 राख्दिए भने सल्युसन के आयो 2 राख्दिए भने के ले डिभाइड होला तर मैले 0 राख्दिए भने के हुन्छ भन्नुस् त के को भ्यालु मैले यदि 0 राख्दिए भने यहाँ के आउँछ अब यो सल्युसन यो एक्जिस्ट नै गर्दैन हैन के कुरा डिभाइड 0 भयो भने यो सल्युसन एक्जिस्ट गर्छ त गर्दैन हैन सो यहाँबाट के थाहा भयो भने सल्युसन एक्जिस्ट गर्नलाई डज नट एक्जिस्ट त कुन कन्डिसनमा एक्जिस्ट गर्दैन व्हेन k बराबर 0 सल्युसन डज नट एक्जिस्ट अरु जुनसुकै भ्यालु राख्दा पनि केही न केही भ्यालु त दिन्छ तर 0 राख्दाखेरि भ्यालु आउँदैन ठीक छ सो दिस इज आवर सल्युसन यो क्वेशनको लागि ओके कुरा बुझिन्छ त के बराबर 0 हुँदाखेरि सल्युसन एक्जिस्ट गरेन हैन किनभने
अब भन्न सक्नुहुन्छ कि यो यतातिरको के त 0 यतातिर भएपछि यो एक्जिस्ट गरेन, यो टर्म त एक्जिस्ट गर्नुपर्ने, यतातिर पनि गर्दैन, किनभने e को पावर माइनस k इन्टु t, k को ठाउँमा 0 राख्दाखेरि यो के भयो, यतिको e को पावर 0 हुन्छ, यो भनेको 1, यहाँ c आउँछ, कन्स्टेन्ट आउँछ। सो कन्स्टेन्ट भनेको सल्युसन होइन, v बराबर c आउनु भनेको द्याट इज नट आवर सल्युसन। यो भनेको के हो त, इन्टिग्रेसन गर्दाखेरि त अलवेज त कन्स्टेन्ट केही न केही त आउँदै रहन्छ नि त, केही न केही त कन्स्टेन्ट आउँछ, त्यो त हुने नै भयो हैन। जुन हाम्रो सल्युसन छ यो भनेको एरोप्लेनको क्वेसन हो, स्टेबिलिटीको क्वेसन हो, सो भेलोसिटी कन्स्टेन्ट हुन्छ भन्ने त हुँदैन, एउटा जुन कन्स्टेन्ट जसको भ्यालु पनि हामीलाई थाहा छैन हैन, कन्स्टेन्ट के हो कन्स्टेन्ट त थाहा नै छैन, 2 छ कि 4 छ कि 5 छ कि थाहै छैन। सो यो हाम्रो सल्युसन एक्जिस्ट गर्दैन यदि k बराबर 0 छ भने, ठीक छ। सो यो क्वेसन बुझिन्छ, केही गाह्रो थिएन, जस्ट डिफरेन्शियल इक्वेसन दिएको थियो, सल्भ गर्नु थियो र यति भनिदिने हो ल। अब यो क्वेसन हेरौँ, डिफरेन्शियल इक्वेसन। यो डिफरेन्शियल इक्वेसनलाई सल्भ गर्न छ, एकदमै स्ट्रेट फरवर्ड क्वेसन सोधेको छ। सो दिस इज आवर क्वेसन, dy यति छ यति छ। सो सबभन्दा पहिला हामीलाई छुटाउनु पर्यो यो क्वेसन कुन च्याप्टरको हो, लिनियरको छ कि डिफरेन्ट एक्ज्याक्टको छ कि होमोजिनियसको छ कि भेरिएबल सेपरेसनको छ। त्यसलाई भेरिएबल सेपरेट गरौँ त, ल यही गरौँ, भेरिएबल सेपरेट हुन्छ त्यसमा dy को कुरा y को कुरा जति पनि y वाला कुराहरु छ त्यो y तिर र जति पनि x वाला कुरा छ त्यो x तिर भेरिएबल सेपरेट गर्न सकिन्छ त, ट्राई गर्नुस् त। मैले मानौं यसलाई ब्रेक गर्ने हो भने यो त dy सँग मल्टिप्लाई को फर्ममा छ, x dy छ प्लस y dy हुन्छ प्लस dy हुन्छ, यतातिर x dx हुन्छ माइनस y dx हुन्छ प्लस dx हुन्छ। सो जति पनि x वाला कुरा छ त्यो x तिर हुनु पर्यो हैन, जसरी यो y वाला कुरा छ सो y तिर भयो। मैले यताबाट यो y वाला कुरालाई यो साइड ल्याउन सक्छु भन्नुस् त, यो साइड मैले ल्याउँदाखेरि यो त मलाई dx सहितै ल्याउनु पर्छ नि त, मैले यसलाई प्लस y इन्टु dx गरिदिन्छु हैन, यो सहितै ल्याउनु पर्यो नि त। सो y तिर त मात्रै y वाला dy वाला हुनु पर्यो नि त, यतातिर dx पनि आयो, एउटा दुईटा मात्रै टर्म छैन कि यतातिर डिभाइडमा आइहाल्छ, मिलेन। यो x dy भन्ने कुरा पनि के छ, यसमा त x आइहाल्यो। मैले मानौं कि यतातिर मैले x लाई लगे भने त्यतातिर x dx त छ, dx त छ, तर यता यो x मा dy आयो, सो भेरिएबल सेपरेट भयो त भएन। सो यो क्वेशनमा हामीले भेरिएबल सेपरेसन लगाउन मिल्दैन। त्यसैगरी होमोजिनियस छ कि छैन चेक गरौँ। सो होमोजिनियस भनेको के हो त, पहिला dy dx को फर्ममा लेख्ने, ल मैले dy dx लेखेँ, dy dx यसरी लेखेँ, ठीक छ। dy dx तल आयो, यतातिर के छ x - y + 1 छ अपन यो तलतिर गयो x + y + 1। सो यो कुरा होमोजिनियसमा छ, चेक गरौँ। सो टोटल टर्म कतिवटा छ हामीले त्यो फाइन्ड गर्नु पर्यो, होमोजिनियस त हामीले यसरी नै चिन्छौँ हैन। ल सो एउटा टर्म x छ, अर्को टर्म y छ, एउटा टर्म, दुईटा टर्म, तीनवटा टर्म, चारवटा टर्म, पाँचवटा टर्म, छवटा टर्म हैन। अब हरेक टर्मको डिग्री हेरौँ, x को डिग्री भनेको 1, y को डिग्री भनेको 1, 1 को डिग्री भनेको 0, भेरिएबल नै छैन सो त्यसको डिग्री नै भएन। यहाँ पनि डिग्री 1, यसको पनि डिग्री 1, यसको डिग्री 0। सो हरेक टर्म 6 वटै टर्मको डिग्री सेम हुनुपर्छ होमोजिनियस हुनलाई, तर कुनैको 1 छ कुनैको 0 छ। सो कुरा मिल्यो त, मिलेन। सो दिस इज नट ए होमोजिनियस अल्सो। त्यसैगरी लिनियर चेक गरौँ, हामी त चारवटा कुरा पढ्ने हो नि त, होमोजिनियस, डिफरेन्शियल, भेरिएबल सेपरेसन, होमोजिनियस, लिनियर र एक्ज्याक्ट। सो होमोजिनियस चेक लिनियर अब चेक गरौँ। लिनियरको लागि के हुनुपर्छ, dy/dx + py बराबर के हुनुपर्छ, यस्तो फर्ममा छ। मैले dy/dx को फर्ममा लेख्छु भने dy/dx लेखेँ, त्यसैगरी जसरी यहाँ लेखेको थिएँ x - y + 1 यो तल जान्छ, त्यो तल गएपछि यो ठ्याक्कै यस्तो फर्ममा आउँछ त, भन्नुस् त कहिले पनि लेख्न सकिन्छ। मलाई त्यो साइड अब मात्रै y एउटा मात्रै चाहियो, y को पावर 1 मात्रै चाहियो, एउटा टर्म, अर्को टर्म के हुनु पर्यो, p मात्रै x को कुरा हुनु पर्यो, q मात्रै y को x को कुरा हुनु पर्यो अथवा कन्स्टेन्ट हुनु पर्यो, जुन कि इम्पोसिबल नै छ, किनभने यतातिर के हुन्छ हेर्नुस् त x - y + 1 अपन x + y + 1 आउँछ हैन, यही आउँछ dy/dx भनेको। सो मलाई dy/dx त आयो, तर यस्तो py आयो त, हेर्नुस् त्यसलाई जति पनि केही गर्न मिल्छ, अब यसलाई के चलाउन मिल्छ त, यसरी y एउटा निकाल्न मिल्छ त, मिल्दैन। सो यो हाम्रो लिनियर पनि होइन भनेपछि यो हाम्रो पक्कै पनि एक्ज्याक्ट हुनुपर्छ भन्ने कुरा थाहा भयो। सो हामीले क्वेसन यसको लागि गर्दैनौँ, यो क्वेसन सल्भ गर्ने इजी छ हैन, तर चिन्न अलिक हामी त्यसैको लागि त पढिरहेको छ नि त, कसरी चिन्ने, डिल गर्ने, सल्भ गर्न के छ। मैले भन्दै तपाईले एक्ज्याक्ट छ, अब तपाईले एक्ज्याक्टमा कसरी सल्भ गर्छ सबैले थाहा छ, सल्भ गर्न सक्नुहुन्छ, ठीक छ। सो सल्युसन गर्न कुनै गाह्रो कुरा होइन, ठीक छ। हामीले यहाँ ट्रिक सिक्ने हो, आइडिया लिने हो, जति पनि आइडिया हुन्छ सबै आइडिया लिने हो, क्वेसन त गर्न सकिन्छ। सो यो एक्ज्याक्ट क्वेसन होइन। सो एक्ज्याक्ट क्वेसन मैले यो क्वेसनलाई फेरि यहाँ लेखेँ, म पहिला यो क्वेसनलाई पहिला म एक्ज्याक्टली फर्म लेख्छु, ठीक छ। सो जसरी हामीले भन्छौँ लिनियरको फर्म भनेको dy/dx + py = q हुन्छ, त्यस्तै गरी एक्ज्याक्टको फर्म भनेको के हुन्छ, m dx + n dy = 0 हुन्छ हैन। यो भनेको के हो त, एक्ज्याक्ट डिफरेन्शियल इक्वेसनको फर्म हो, यस्तो फर्ममा छ भने त्यसलाई एक्ज्याक्ट भन्छौँ। सो यहाँ के हुनु पर्यो, dx को कुरा हुनु पर्यो, dx को एउटा m भनेको के हो, फंक्सन हो, त्यो फंक्सन x मा पनि हुन पाइयो, y मा पनि हुन पाइयो र x र y दुवैको कुरा पनि त्यहाँ हुन पाइयो, नो समस्या हो। n भनेको पनि त्यही कुरा हो, ठीक छ। सो dx सँग पहिला dx को कुरा लेखौँ, dx यतातिर छ, सो मैले यो कुरालाई पहिले लेखेँ x - y + 1 मैले पहिला लेखेँ, ठीक छ। त्यसपछि मैले मल्टिप्लाई dx गरेँ, र यो कुरालाई मैले त्यो साइड लगेँ माइनसमा, किनभने हामीलाई dx र dy एकैचोटि लेखौँ न त, इजी हुन्छ बुझ्न, फर्ममा लेखौँ न त्योको लागि, ठीक छ। सो माइनस dy त्यो साइड गयो, सो माइनस भयो, x + y + 1 पहिले लेखेँ, dy लाई पछि लेखेँ, सो ठ्याक्कै फर्ममा आयो। हेर्नुस् त dx छ, dy छ हैन। त्यसपछि के छ, m भनेको र n भनेको के हुन पाइयो, मात्रै जरुरी छैन कि x कै फंक्सन हुनुपर्छ, यहाँ x छ भने x कै फंक्सन हुनुपर्छ, y छ भने y कै फंक्सन हुनुपर्छ, जरुरी छैन। यो m र n भनेको के हो त, x र y दुवैको फंक्सन पनि हुन पाइयो, x कै मात्रै हुन पाइयो, y को मात्रै हुन पाइयो, ठीक छ।
सो यो हाम्रो अब यसलाई कसरी सल्भ गर्ने सो सल्भ गर्ने दुईटा तरिका छ एउटा फर्मुला युज गरेर र अर्को ट्रिकी मेथड सो जुन ट्रिकी मेथड हामीले युज गरेर सल्भ गरेका थियौँ ट्रिकी मेथड हामीले सिकाएको थियौँ किनभने फर्मुलामा एकदमै धेरै झ्याउ छ तपाईले धेरै फर्मुला उल्टा भएर सोच्नु पर्ने हुन्छ हैन कि यसको केलाई मैले डेरिभेटिभ गर्दा यति आउँछ भनेर सोच्नु पर्ने हुन्छ हैन सो त्यो अलिक झ्याउ हुन्छ सानो सानो क्वेशनमा त गर्न सक्नुहुन्छ फर्मुला लगाएर तर अलिक बल्क भयो भने अलिक धेरै झ्याउ हुन थाल्छ सो आई अल्सो डोन्ट लाइक दैट मेथड सो हामी ट्रिकी मेथडबाट नै गरौँ तपाईलाई त्यो मेथड पनि सिक्न मन छ भने हामीले पढाएको छौँ हैन कुन पार्टमा थियो 6 मा ल्याङ्ग्वेज बेस्ड भयो भनेपछि हैन 9 मा ल्याङ्ग्वेज हैन 9 मा 8 मा ल्याङ्ग्वेज बेस्ड 7 मा बर्नौली 6 मा लिनियर भनेपछि 5 पार्ट 5 मा हामीले एक्ज्याक्ट गर्दाखेरि दुईटा मेथड सिकाएको थियौँ गोल्डन टिप्समा सो म चाहिँ यहाँ ट्रिकी मेथडबाटै गर्छु सो ट्रिकी मेथडमा हामीले के पढाएको थियौँ भने हामीलाई तीनवटा काम गर्नुपर्ने हुन्छ सबभन्दा पहिला काम के गर्ने हैन चारवटा काम सबभन्दा पहिलो काम के गर्ने यसलाई फर्ममा लेख्ने कुनै पनि क्वेशन दिएको छ एक्ज्याक्टको भने त्यसलाई फर्ममा लेख्ने दोस्रो काम के गर्ने एम जुन छ एम भन्ने जुन कुरा छ त्यसलाई के गर्ने इन्टिग्रेट गर्ने ल एम लाई इन्टिग्रेट एम विथ रेस्पेक्ट टु एक्स को रेस्पेक्टमा एम लाई इन्टिग्रेट गर्ने र कीपिङ y कन्स्टेन्ट y लाई कन्स्टेन्ट मानेर y के हो त भेरिएबल हैन कि y लाई कन्स्टेन्ट मानेर m लाई इन्टिग्रेट गर्ने त्यसैगरी अब n लाई इन्टिग्रेट गर्ने विथ रेस्पेक्ट टु के सँग त y सँग तर यहाँ के गर्ने त ओन्ली दोज टर्म्स फ्री फ्रम के x त्यसपछि हामीले के गर्छौं यो दुवैलाई एड गर्दिन्छौं सो यहाँको आको इन्टिग्रेसन दुवैलाई एड गर्दिने एड 2 and 3 and यो दुवैलाई एड गरेर इक्वल्स टु गर्दिने c सँग c भनेको कन्स्टेन्ट इन्टिग्रेसनमा कन्स्टेन्ट आउँछ सो यो काम गरौँ त यहाँबाट कम्पेयर गर्ने हो भने m भनेको कति हुन्छ dx सँग भागको कुरा m हो सो x - y + 1 ठीक छ त्यसैगरी n भनेको के हो dy सँग आको कुरा n सो यहाँ माइनस पनि छ यहाँ त प्लस छ सो माइनसलाई पनि कन्सिडर गर्न पर्यो अब पहिलो काम सक्यो दोस्रो काममा के छ m लाई इन्टिग्रेसन गर्ने x को रेस्पेक्टमा सो m भनेको के हो यति कुरा छ सो मैले यसलाई इन्टिग्रेसन गरे x को रेस्पेक्टमा ठीक छ x को रेस्पेक्टमा सो यो इन्टिग्रेसन गर्दाखेरि के ख्याल राख्नु पर्यो भने y लाई कन्स्टेन्ट मान्ने y भनेको के हो त हाम्रो कन्स्टेन्ट हो ल गरौँ त x को इन्टिग्रेसन भनेको x² / 2 हुन्छ नो समस्या एट अल y भनेको के हो त कन्स्टेन्ट हो कन्स्टेन्ट त त्यतिकै बाहिर निस्किन्छ y के भनेछ कन्स्टेन्ट मानेर गर्ने न कि भेरिएबल सो y त कन्स्टेन्ट हो कन्स्टेन्ट भनेको त्यतिकै बाहिर निस्किन्छ 2 भइदिएको भए 2 त त्यतिकै बाहिर निस्किन्छ हैन सो त्यसैगरी y बाहिर निस्क्यो र यहाँ के बाँकी रह्यो 1 बाँकी रह्यो र 1 को इन्टिग्रेसन भनेको कति हुन्छ x को रेस्पेक्टमा x हुन्छ हैन जसरी 5 dx को इन्टिग्रेसन कति हुन्छ 5x लेख्दैनौँ हामीले 5 बाहिर निस्क्यो कन्स्टेन्ट हो बाँकी रह्यो 1 को इन्टिग्रेसन x को रेस्पेक्टमा x सो त्यही काम हो y x त्यसपछि 1 को इन्टिग्रेसन भनेको त कति हुन्छ x को रेस्पेक्टमा x हुन्छ सक्यो पहिलो काम सक्यो अब दोस्रो काम अब हामीले n को इन्टिग्रेसन गर्छौं y को रेस्पेक्टमा n भनेको के हो यो हो यसको y को रेस्पेक्टमा गर्छौं तर के भन्छ ल पहिला यो लेखौं माइनसलाई पनि ब्रेक गरेर लेखौं न एउटा -x भयो -y भयो -1 भयो ठीक छ यो n छ n लाई इन्टिग्रेसन गर्ने y को रेस्पेक्टमा अब के छ y को रेस्पेक्टमा तर के भन्छ ओन्ली दोज टर्म्स त्यो टर्म्स मात्रै जुन x बाट फ्री छ x बाट मुक्त छ सो यो टर्म यसमा कतिवटा तीनवटा टर्म छ हैन सो यो n मा तीनवटा टर्म छ यसमा यो टर्ममा x छ त कतै पनि x छ सो यो टर्मलाई कन्सिडर नगर्ने यसको इन्टिग्रेसन गर्नु पर्दैन यो y मा कतै पनि x छ त छैन यो 1 मा कतै पनि x छैन सो हामीले यो दुईटा टर्मको मात्रै इन्टिग्रेसन गर्ने हो त्यो कुरा भनेछ ठीक छ सो यो कुरा सम्झिनु पर्यो कुनको गर्ने कुनको नगर्ने भन्ने कुरा अब माइनसलाई बाहिर लेखौं y को इन्टिग्रेसन भनेको y² / 2 हुन्छ त्यसैगरी 1 को इन्टिग्रेसन भनेको y को रेस्पेक्टमा y हुन्छ भयो अब नेक्स्ट काम के छ थर्ड नम्बरमा अब के गर्ने यसलाई 1 मान्दिने यसलाई 2 मान्दिने एडिङ 1 and 2 सो यो दुवैलाई एड गर्दाखेरि के हुन्छ एन्ड इक्वेटिङ टु कन्स्टेन्ट सो yx भयो प्लस x भयो यहाँ -y² / 2 छ -y छ दुवैलाई एड गर्दिरे र यसलाई के सँग इक्वेट गर्दिने कन्स्टेन्ट सँग इक्वेट गर्दिने दिस इज आवर सल्युसन ठीक छ अब यो 2 लाई यताउति मल्टिप्लाई गर्नु छ भने गर्न पाउनु भयो हैन गर्दिने भन्नु भने यो भनेको x² - 2xy + 2x - y² - 2y = 2c यो 2 उतातिर जाँदाखेरि c भयो अथवा यसलाई क्यापिटल c लेख्दा पनि भयो किनभने कन्स्टेन्टलाई 2 ले मल्टिप्लाई गर्ने भने कन्स्टेन्ट नै हुन्छ सो दिस इज आवर सल्युसन गाह्रो थियो र अब यसमा फर्मुलाबाट गर्ने भने सबैलाई मल्टिप्लाई गर्ने यताउति मिलाउने अरेन्ज गर्ने अलिक पनि मिस्टेक भयो भने गयो टाइमको वेस्ट एक्जाममा सोध्यो भने टाइमको वेस्ट यो के भयो त ठ्याके भयो कि हामीले यति कुरा सम्झिनु पर्यो ठ्याके त्यही कुरा राख्दिनु भयो यो गर्नु भयो भने तपाईले मार्क्स काटिदिने तिमीमा ढुकाउनुस् ठीक छ सो दिस इज आवर सल्युसन भयो ल मजा नहीं आ रहा है अब यो क्वेशन हाम्रो आजको लास्ट क्वेशन हुनेछ 2079 को क्वेशन हो 8 मार्क्स को क्वेशन के भन्छ सम अफ द अर्डिनरी डिफरेंशियल इक्वेशन अफ फर्स्ट डिग्री एन्ड फर्स्ट अर्डर आर गिभन बिलो फर्स्ट डिग्री र फर्स्ट अर्डर को यो चारवटा यसरी डिफरेंशियल इक्वेशन दिएको छ अब के भन्छ आइडेन्टिफाई वन होमोजेनियस एन्ड वन लिनियर डिफरेंशियल इक्वेशन अब यो मध्ये एउटा होमोजेनियस खोज्न पर्यो र अर्को
लिनियर खोज्नु पर्यो र त्यसलाई के गर्नु पर्यो सल्भ गर्नु पर्यो सो तपाईले खोज्नु भयो भने आइडेन्टिफाई मात्रै गर्नु भयो भने एक एक मार्क्स पाउनु भयो र त्यसलाई सल्भ पनि गर्नु भयो भने इच 3 मार्क्स यानी कि टोटल 8 मार्क्सको क्वेशन हो ठीक छ चारवटा मध्ये एउटा लिनियर छ यसमा एउटा होमोजिनियस छ त्यसलाई खोज्नु पर्यो र त्यसलाई सल्भ गर्नु पर्यो ओके सो लेट्स बिगिन विथ आवर क्वेशन यसरी सोध्ने हो के डाइरेक्टली सिधै सल्भ 5 मार्क्सको 4 मार्क्स यसरी हैन कि सल्भ दिस क्वेशन भनेर सल्भ दिस क्वेशन भनेर ठीक छ हामीले त्यही सिक्ने हो नि त यो क्वेशन कसरी सोधिन्छ सोध्ने तरिका के हो त्योसँग युज्ड हुन खोज्दैछौँ ओके सो पहिला क्वेशन चिनौँ क्वेशन चिन्न आउँछ अब आउँछ मजाले आउँछ होमोजिनियस चिन्नु छ होमोजिनियसको लागि के हुनु पर्छ dy/dx = fy/x सो सबैलाई y/x मा किन कन्भर्ट गरिराख्ने हरेक टर्मलाई dy/dx लेख्ने यता कुरा लेख्ने जतिवटा टर्म आउँछ सबै टर्मको डिग्री सेम हेर्ने छ कि छैन भनेर हेर्नुस् त यो क्वेशनलाई मैले dy/dx को फर्ममा लेख्न सक्छु हेर्नुस् त मैले dy लेखे यो कुरालाई मैले त्यो साइड लगिदिए त्यो साइडबाट dx लाई तल लेखे ठीक छ सो यो कुरालाई त्यो साइड लग्दाखेरि के हुन्छ -x² किनभने प्लसमा छ सो -x² - y² * dx हुन्थ्यो dx मैले तल लगाइदिए यतातिर के छ dy छ 2yx * dy सो यो तल आउँदाखेरि के हुन्छ 2yx भयो नो समस्या एट अल अब यहाँ टर्म कतिवटा छ त्यो छुटाउनु पर्यो टर्म कतिवटा छ हेर्नुस् त ल सो यहाँ टर्म कतिवटा छ एउटा यो टर्म छ एउटा यो टर्म छ एउटा यो टर्म छ तीनवटा टर्म छ हैन सो तीनवटा टर्म छ हरेक टर्मको डिग्री हेरौँ यसको डिग्री 2 यसको डिग्री पनि 2 यसको डिग्री पनि कति यसको 1 1 मिलाएर कति टोटल 2 सो हरेक टर्मको डिग्री सेम छ सो दिस क्वेशन इज इन के छ यो हाम्रो होमोजिनियस क्वेशन हो ओके सेकेन्ड क्वेशन चेक गरौँ सो आइडेन्टिफाई भयो त एउटा होमोजिनियस एउटा मात्र आइडेन्टिफाई गर्नु छ र त्यसलाई सल्भ गर्नु छ सो एउटा होमोजिनियस थाहा भयो नेक्स्ट क्वेशन के छ dy/dx - y tan x = दिस सो यो क्वेशन हेर्ने बित्तिकै के दिमागमा आयो भन्नुस् त लिनियर होला पक्कै पनि यो भनेको के हो dy/dx + py = q छ भने त के हो लिनियर हैन सो dy/dx छ मिल्यो प्लस यहाँ के हुनुपर्छ y मात्रै हुनुपर्छ सो y मात्रै छ पावरमा स्क्वायर के हुनु पर्दैन सो y छ त्यसपछि p भनेको -tan x होला र p भनेको के हो त x कै फंक्सन हो त्यसपछि q q भनेको के हो त x कै फंक्सन हुनु पर्यो यतातिर y भन्ने कुरा हुनु भएन सो दिस इज आवर लिनियर भन्ने कुरा आइडेन्टिफाई भयो नेक्स्ट क्वेशन हेरौँ नेक्स्टमा के छ dy/dx - y tan x यो पनि यस्तै छ -y tan x यहाँ के छ -y² x कुरा मिल्यो त यो y ले कुरा बिगाड्यो सो यो हाम्रो लिनियर हो त होइन लिनियरमा यो साइड मात्रै y हुनुपर्छ यो q को साइडमा मात्रै x वाला कुरा हुन पाइयो कि त कन्स्ट्यान्ट हुन पाइयो सो यहाँ के छ y वाला कुरा पनि छ सो यो कुरा मिलेन यो हाम्रो के हो त बर्नौलीज इक्वेसन जुन हामीले पढाएको थियौं लिनियर पछि पढाएको थियौं बर्नौलीज इक्वेसन एउटा स्पेशल केस जस्तै भयो लिनियर जस्तै छ तर डिफरेन्ट हुन्छ अलिक सो यो हाम्रो लिनियर भएन सो दिस इज नट अ लिनियर सो यसलाई हामीले सल्भ गर्नु पर्दैन यसलाई चेक गरौँ अब सो यो भनेको यसलाई मैले dy/dx को फर्ममा लेख्न पाउँछु यो त कतै पनि dy/dx यसरी py जस्तो त देखिरा छैन y² आइहाल्यो यता पनि y छ सो यो लिनियर त पक्कै पनि हुन सक्दैन किनभने लिनियरमा एक ठाउँमा मात्रै y मात्रै आउने हो अरु कतै आउनु भएन सो यसलाई मैले dy/dx को फर्ममा लेख्छु भने के हुन्छ भन्नुस् त dy/dx को फर्ममा लेख्छु भने यो dx त्यो साइड गयो सो -y² भयो र dx तलतिर आयो त्यसपछि त 2xy तलतिर गयो यो भन्नुस् त -y अपन एउटा y ले एउटा y काटियो अपन 2x यो भनेको त y/x को फर्ममा छ यो भनेको पनि त होमोजिनियस भयो हैन सो मैले यो सबै गराउनको रिजन अब बुझ्नु भयो मैले सबै किन चेक गरे मैले त होमोजिनियस एउटा भेटिहालेको थिएँ नि मैले त सल्भ गर्न सक्थे नि त्यही त मलाई भने चाहिँ एउटा होमोजिनियस फाइन्ड गर र त्यसलाई सल्भ गर भयो नि त अरु किन चेक गर्नु पर्यो सो यसको रिजन छ हेर्नुस् त यो पनि के छ होमोजिनियसमा छ y अपन x छ सो y/x को फर्ममा छ होमोजिनियस भयो अथवा यो एउटा टर्म छ एउटा टर्म यहाँ छ सो यसको पनि डिग्री 1 यसको पनि डिग्री 1 होमोजिनियस भयो dy/dx बराबर यति कुरा छ होमोजिनियस छ सो यो क्वेशन 1 र 3 4 नम्बरको क्वेशन के छ होमोजिनियसमा छ हामीलाई के भन्छ एउटा होमोजिनियस फाइन्ड गर र त्यसलाई सल्भ गर सो तपाईलाई यो क्वेशन सल्भ गर्नमा इजी हुन्छ कि यो गर्नमा इजी हुन्छ अब भन्नुस् त तोकेर त भनेछ नि कुनै एउटा आइडेन्टिफाई गर त्यसलाई सल्भ गर जुन टाइम सेभिङ हुन्छ जुनमा अलिक कम एफोर्ट लाग्छ त्यसलाई सल्भ गर्दा अलिक राम्रै होला नि त y/x यतिलाई सल्भ गर्दै चाहिँ के यति सल्भ गर्दै चाहिँ सो पक्कै पनि यो सल्भ गर्दै चाहिँ सो यस क्वेशनलाई सल्भ गर्ने हामी एक्जाममा त हामीले यो चुज गर्छौं नि त हामीलाई त तोकेर भनेछ नि कि हार्ड चुज गर भनेर हामीलाई त भन्छ होमोजिनियस चुज गर आइडेन्टिफाई गर र त्यसलाई सल्भ गर सो हामीले यो क्वेशन सल्भ गर्ने हो ठीक छ सो अहिलेको लागि म यो क्वेशन एकदम इजी छ यो आफैले पनि गर्न सक्नुहुन्छ मैले यही क्वेशन गर्दिन्छु ठीक छ र त्यसपछि लिनियरमा भनेको लिनियर त हाम्रो यो त लिनियर छँदै छैन मात्र यो मात्रै छ सो यही चुज गरेर यसैलाई सल्भ गर्नु पर्यो ओके ल सो तपाईहरुले आफैले यो प्र्याक्टिस गर्नु होला मैले यो दुईटा गर्छु ओके सो यो त हाम्रो लिनियर हैन यसलाई हटाइदिनु भयो अब सुरु गरौँ हाम्रो क्वेशन नम्बर 1 बाट सो 1 हाम्रो के हो त होमोजिनियस हो सो अब हामीले यसले मैले डाइरेक्टली गरे एकदमै छिटो गर्छु dy/dx यसलाई लेख्न पाए dy/dx -x² -y² अपन 2xy लेख्न पाए यति कुरालाई यस्तो फर्ममा लेख्न सक्नुहुन्छ होमोजिनियस हो होमोजिनियसको फर्ममा हाइलाइट दिनु पर्यो अब यसलाई मैले माइनसलाई मल्टिप्लाई गर्दिम किन माइनस झ्याउ राखिराख्ने y² - x² अपन 2xy लेख्न पाए भयो अब हामी होमोजिनियस सल्भ गर्दाखेरि हाम्रो काम के हुन्छ v बराबर y बराबर vx पुट गर्नुहुन्छ हैन होमोजिनियस हो भने यो काम गरिन्छ y को ठाउँमा vx पुट गर्ने र जहिले पनि पुट गरिसकेपछि हाम्रो काम के हुन्छ यसलाई डेरिभेटिभ गर्दिने सो यसको डेरिभेटिभ कति हुन्छ v + x dv/dx हुन्छ प्रोडक्ट रुल लगाउनुस्
आउने भनेको त यही हो ठीक छ सो dy/dx बराबर यति आयो अब यो कुरालाई यो दुवै कुरालाई यसमा गएर पुट गरिदिने सो पुट गरेपछि कति आउँछ dy/dx को ठाउँमा यति कुरा लेख्न पाइयो सो v + x dv/dx ठीक छ अब यो छ y² छ सो y को ठाउँमा हामीले कति राख्दिनु पर्यो vx को स्क्वायर राख्दिनु पर्यो सो v²x² हुन जान्छ माइनस x² छँदै छ अपॉन 2x मल्टिप्लाई y भनेको के हो vx हो सो y भनेको vx राख्दिनु पर्यो भयो कुनै समस्या नो समस्या अब v² कमन सरी x² माथिबाट कमन आयो के बाँकी रह्यो v² - 1 बाँकी रह्यो तलमा के छ 2x² * v छ x² क्यान्सल आउट बाँकी के रह्यो हेर्नुस् त v² - 1 अपॉन 2v बाँकी रह्यो ओके अब मेन्टेन हो सो यसलाई यतिलाई कपी गर्नुस् अथवा स्क्रिनशट गर्नुस् अथवा सम्झिराख्नुस् यसलाई मेटे सेट बेकारै मेटे अब ब्याक गरेर हेर्नुस् त हाम्रो के थियो v + x dv/dx थियो हैन v + x dv/dx बराबर यति आएको थियो सो v + x dv/dx बराबर कति आएको थियो v² - 1 अपॉन 2v आएको थियो ठीक छ सो यो v लाई अब मैले त्यो साइड लग्दाखेरि के हुन्छ -v हुन्छ अब यसलाई एलसीएम गर्दाखेरि कति हुन्छ v² - 1 माइनस v * 2v भनेको 2v² हुन जान्छ अपॉन 2v = अब माइनस गर्नुस् त कति हुन्छ -v² हुन जान्छ -1 हुन जान्छ माइनस यदि कमन लिए भने 1 + v² हुने भयो अपॉन 2v यो साइड के छ x dv/dx नो समस्या एट ऑल ल अब हामीले के गर्दिनु पर्यो भेरिएबल सेपरेट गर्दिनु पर्यो v वाला कुरा v तिर x वाला कुरा x तिर ठीक छ सो यो साइड मैले dv लेखे v वाला कुरा के छ यो 1 + v² तल आउँदाखेरि तलमा 1 + v² भयो र 2v यतातिर गयो माथितिर सो 2v यतातिर आयो त्यसैगरी dx यतातिर गयो सो dx मैले यतातिर गर्दिए यहाँ के छ माइनस सधैँ छ माइनस साइनलाई नलग्ने यतातिर राख्ने त्यसपछि x के छ x लाई यतातिर लग्ने हो भने तल भयो भेरिएबल सेपरेट भयो हेर्नुस् त भेरिएबल सेपरेट भयो v तिर मात्रै v वाला कुरा छ x तिर मात्रै x वाला कुरा छ भेरिएबल के भयो त सेपरेट भयो अब नेक्स्ट काम हाम्रो के हुन्छ इन्टिग्रेसन गर्दिने सो इन्टिग्रेसन गर्दाखेरि यसको इन्टिग्रेसन कति हुन्छ भन्नुस् त तलको फंक्सनको कुरा डेरिभेटिभ माथिमा छ हेर्नुस् त 1 को डेरिभेटिभ भनेको 0 माथिमा 0 + 0 त छँदै छ v² को इन्टिग्रेसन भनेको 2v सो माथिमा 2v छ सो तलको फंक्सनको डेरिभेटिभ यदि माथिमा छ भने त्यसको इन्टिग्रेसन कति हुन्छ हामीलाई फर्मुला के थाहा छ ln fx ln फंक्सन के छ 1 + v² सो 1 + v² दिस इज आवर फंक्सन नो समस्या एट ऑल अब के छ माइनस लेखौँ 1/x को इन्टिग्रेसन कति हुन्छ ln x हुन्छ प्लस c कन्स्टेन्ट सो कन्स्टेन्टलाई मैले के गर्दिए ln c नै लेख्दिए नो समस्या एट ऑल किनभने हामीले पढ्दाखेरि के पढाएको थियौँ एउटा टिप्समा कि जे कुरा म्याक्सिमम आइरहेको छ नि बडी ln आयो भने कन्स्टेन्टलाई पनि ln कै फर्ममा लेख्दिने साइन आएको छ भने यसलाई पनि साइन कै फर्ममा लेख्दिने जस्तो फर्म आइरहेको छ कन्स्टेन्टलाई पनि त्यही फर्ममा लेख्दाखेरि अलि इजी हुन्छ सल्भ गर्न भन्ने थिए हैन सल्युसन हाम्रो हेर्नमा इजी लाग्छ कम्प्लेक्स जस्तो लाग्दैन त्यसैको लागि लेख्या किनभने ln c भनेको पनि त कन्स्टेन्टले जसरी पनि नचाउन पायो नि त यो कन्स्टेन्ट भनेको 2 नै छ 3 नै छ 4 नै छ भन्ने त थाहा छैन नि कन्स्टेन्टले जसरी पनि नचाउन पायो र कुनै पनि कन्स्टेन्टको ln लिँदाखेरि त्यो त कन्स्टेन्ट नै हुन्छ त्यो पनि त c नै हुन्छ त्यही भएर हामीले जसरी पनि नचाउन मिल्छ नो समस्या एट अब यहाँबाट ln 1 + v² भयो र यो के छ ln c - ln x लोगारिथमको प्रपर्टी सम्झिनुस् त यदि माइनसमा छ भने ln हरु माइनसमा छ भने यसलाई लेख्दाखेरि के लेखमा लेख्नु पर्छ डिभाइडमा लेख्नु पर्छ हैन ln c - ln x सो माइनस वाला कुरा के हुन्छ तल आउँछ डिभाइड सो यसलाई कम्बाइनमा लेख्नु भने c/x भयो अब दुवै साइडको ln काटियो बाकी के रह्यो 1 + v² = c/x बाकी रह्यो अब v भनेको त ओरिजिनल कुरा होइन v भनेको के हो त हामीले पुट गरेका थियौं मैले मेटिसके v भनेको के हामीले पुट गरेका थियौं y = vx सो v बराबर के हुन्छ y/x हुन्छ सो यसको स्क्वायर भनेको y² / x² बुझ्नुहुन्छ क्वेशन हाम्रो केमा छ x र y मा छ नि त v र x मा त छैन नि v हामीले पुट गरेका थियौं सो v भनेको कति थियो y/x थियो सो यति कुरा भयो अपॉन c/x = अब यो कति भयो x² + y² भयो अपॉन x² = c/x हुने भयो एउटा x यो साइडको काटियो सो हाम्रो सल्युसन जुन आउने भयो त्यो कति हुने भयो x² + y² अपॉन x = c हुने भयो सो दिस इज आवर सल्युसन अब क्वेशन हेर्नुस् त क्वेशनमा के सधैं पनि यो पनि गिभन छ यो चाहिँ नछुटाउनु होला जुनमा गिभन छ त्यसमा निकाल्नु पर्ने हुन्छ के भन्छ x जति बेला 1 छ त्यति बेला y पनि के छ 1 छ सो यसले हामीलाई केमा हेल्प गर्छ त कन्स्टेन्टको भ्यालु निकाल्नमा हेल्प गर्छ हेर्नुस् त यदि x को ठाउँमा when x = 1 छ भने y = के छ 1 छ सो त्यसमा पुट गर्ने हो भने x को ठाउँमा 1 राख्नुस् 1 को स्क्वायर भनेको 1 y² भनेको 1 को स्क्वायर भनेको 1 अपॉन 1 = c भनेपछि c को भ्यालु कति हुँदो रहेछ 1 + 1 2 2 / 1 भनेको 2 सो अब हाम्रो फाइनल सल्युसन कति हुने भयो दिस इज द जनरल सल्युसन c को टर्ममा लेख्नु भनेको के हो त त्यसलाई जनरल सल्युसन भनिन्छ सल्युसन त भयो तर जनरल भयो अब c को भ्यालु निकालिसकेपछि अब हाम्रो सल्युसन के हुने भयो x² + y² हुने भयो अपन के छ x छ सो यो x लाई मैले मल्टिप्लाई योसँग गर्न पाउँछु र c को भ्यालु कति छ 2 छ सो 2x हुने भयो सो यो सल्युसन हामीले के भन्छौं पार्टिकुलर सल्युसन भन्छौं दैट इज आवर जनरल सल्युसन दिस इज आवर पार्टिकुलर सल्युसन ठीक छ सो यो सल्युसन कति बेला निकाल्ने पार्टिकुलर जति बेला हामीलाई केही कन्डिसनहरु गिभन हुन्छ भने त्यति बेला हामीलाई c को भ्यालु निकाल्नु पर्ने हुन्छ र त्यसपछि त्यसलाई पुट गरेर पार्टिकुलर सल्युसन निकालेर हेर्नु पर्ने हुन्छ नत्र तपाईको 1 मार्क्स काटिन्छ ओके जुनमा गिभन छैन त्यसमा ननिकाल्ने जुनमा गिभन हुन्छ त्यसमा निकाल्नु पर्छ ओके बुझियो के कुरा भन्नु होला थियो बिर्से के थियो
याद सो आइडेन्टिफाई भनेर चाहिँ पहिला क्वेसनमा सो पहिला आइडेन्टिफाई गरेर हेराइदिने कि हेन्स आइडेन्टिफाइड भनेर होमोजिनियस भनेको यो इक्वेसन हो लिनियर भनेको यो इक्वेसन त्यसपछि बल्ल सल्भ गर्नतिर लाग्ने त्यो हेराउनु पर्छ कि दिस इज होमोजिनियस दिस इज लिनियर भनेर किनभने एक मार्क्स 2 मार्क्सको त यो पनि छ नि त यो पनि एउटा क्वेसनै हो नि त ल यो कुराहरू त 12 को विद्यार्थीलाई भन्न पर्दैन त्यही पनि वाइ टु टेक रिस्क मेरो भन्ने काम छ सबै कुरा भन्दिने अब यो क्वेसन सल्भ गरौँ यो क्वेसन अब लिनियरमा छ यसलाई सल्भ गर्ने गरौँ स्पेशली बडी खान्छ यसलाई मैले फेरि लेख्छु के छ -y tan x इज इक्वल्स टु e को पावर x sec x अनि x बराबर 0 y बराबर 1 ल अब सबैलाई मेट्दिउँ सो हाम्रो क्वेसन के थियो dy/dx यो क्वेसन पनि सल्भ गर्न सक्नुहुन्छ इजी नै छ कुनै गाह्रो छैन e को पावर x into sec x x is equals to 0 y is equals to 1 ल सो हामीलाई थाहा छ यो लिनियरमा छ हामीले आइडेन्टिफाई गरिसकेका छौं सो लिनियरमा छ भने यसलाई कम्पेयर गरौँ dy/dx + py सँग इज इक्वल्स टु q सँग सो यहाँबाट p को भ्यालु कति आउँछ हेर्नुस् त y छ मल्टिप्लाई y सँग के कुरा छ -tan x छ यहाँ त पोजिटिभ छ सो यहाँको माइनस पनि कन्सिडर गर्नु पर्यो सो p को भ्यालु कति छ -tan x छ त्यसपछि q को भ्यालु कति छ e को पावर x into sec x भयो अब हाम्रो नेक्स्ट काम के हुन्छ इन्टिग्रेटिङ फ्याक्टर निकाल्ने यदि क्वेसन हाम्रो लिनियर छ भने इन्टिग्रेटिङ फ्याक्टर निकाल्छौं इन्टिग्रेटिङ फ्याक्टर भनेको के हुन्छ e को पावर इंटीग्रेशन अफ p into dx सो e को पावर इंटीग्रेशन अफ p भनेको कति -tan x into dx अब e को पावर माइनसलाई बाहिर निकाल्दिउँ tan x को इंटीग्रेशन कति हुन्छ फर्मुला छ हाम्रो tan x को cot x को sin x को cos x को इंटीग्रेशन भनेर सो tan x को इंटीग्रेशन भनेको कति हुन्छ फर्मुला याद गर्नुस् ln sec x हुन्छ ओके सो e को पावर अब मैले यो माइनसलाई ln को पावर ln को प्रपर्टी के हुन्छ कि अगाडिमा केही कुरामा छ भने त्यसलाई पावरमा लग्न मिल्छ सो अगाडिमा मानौं -1 छ भने यसलाई पावरमा लग्दाखेरि ln sec x यसको इन्भर्स हुने भयो हैन यति त गर्न पाइन्छ अब e को पावर sec x इन्भर्सलाई यसलाई रेसिप्रोकलमा लेख्न पाइयो 1 हैन 1 कुनै कुराको इन्भर्स पावर छ भने त्यसलाई रेसिप्रोकलमा लेख्न पाइन्छ लज अफ इन्डिसेस 8 क्लासमा पढेको कुरा हो त्यसपछि 1/sec x भनेको के हुन्छ cos x हुन्छ सो यहाँबाट के आयो यति कुरालाई अब हटाउन मिल्यो e को पावर ln लाई सिधै यति cos x लेख्न पाइयो यसको ठाउँमा इक्वल हुन्छ हैन सो इन्टिग्रेटिङ फ्याक्टर हाम्रो के आयो cos x आयो सो cos x लाई अब के गर्दिनु पर्यो यो इक्वेसनमा मल्टिप्लाई गर्दिनु पर्यो सो गरौँ त cos x मल्टिप्लाई dy/dx इन्टिग्रेटिङ फ्याक्टरले मल्टिप्लाई गर्ने ल्याङ्ग्वेज लेख्ने मल्टिप्लाइङ बोथ साइड बाइ इन्टिग्रेटिङ फ्याक्टर मल्टिप्लाई cos x इज इक्वल्स टु अब यसलाई पनि मल्टिप्लाई गरिदिने e को पावर x इन्टु sec x मल्टिप्लाई कति हुने भयो cos x हुने भयो सो लेफ्ट साइडलाई त हामी हेर्दैनौं लिनियर भनेको त लेफ्ट साइडलाई हामी हेर्दैनौं सिधै के लेख्छौं d लेख्छौं त्यसपछि इन्टिग्रेटिङ फ्याक्टर के हो हाम्रो cos x हो मल्टिप्लाई गरिदिन्छौं के को डेरिभेटिभ छ y को डेरिभेटिभ छ सो यहाँ के ले मल्टिप्लाई हुन्छ y ले मल्टिप्लाई हुन्छ v हुँदाखेरि v ले मल्टिप्लाई z हुँदाखेरि z ले मल्टिप्लाई तलमा के हुन्छ dx के को रेस्पेक्टमा छ x को रेस्पेक्टमा t को रेस्पेक्टमा छ भने t लेख्थ्यौं यहाँ x को रेस्पेक्टमा छ क्वेशन सो x को रेस्पेक्ट भयो थाकिसके नन स्टपै भयो त आज अब भयो अब यति कति छ sec x मल्टिप्लाई cos x भनेको कति हुन्छ sec x भनेको 1/cos x मल्टिप्लाई cos x काटियो क्यान्सल सो यता के बाँकी रह्यो e को पावर x मात्रै बाँकी रह्यो अब मैले यो dx लाई यो साइड मल्टिप्लाई गरे dx भयो अब इन्टिग्रेसन गरे अब यसको सिधै बाहिर निस्किन्छ cos x मल्टिप्लाई y भनेर यतातिर के निस्किन्छ e को पावर x को इन्टिग्रेसन e को पावर x नै हुन्छ प्लस एउटा कन्स्ट्यान्ट पनि निस्किन्छ दिस इज आवर सल्युसन सक्यो त ए अझै पनि बाँकी छैन हामीलाई यो कन्डिसन पनि दिएको छ सो कन्डिसन दिएको छ भने c को भ्यालु निकाल्दिनु पर्यो सो जति बेला x 0 छ त्यति बेला y के छ 1 छ सो x को ठाउँमा 0 राख्दिने सो x cos 0 भनेको यति मल्टिप्लाई y कति छ 1 छ e को पावर x 0 भनेको यति प्लस c सो cos 0 भनेको कति cos 0 भ्यालु भनेको 1 इज इक्वल्स टु e को पावर 0 भनेको 1 प्लस c 1 1 क्यान्सल c को भ्यालु कति 0 सो यसमा 0 राख्ने हो भने सो हाम्रो पार्टिकुलर सल्युसन कति आउँछ cos x मल्टिप्लाई y अथवा y के फर्ममा लेखौँ न y इज इक्वल्स टु e को पावर x बाइ cos x र c त 0 भइहाल्यो सो दिस इज आवर पार्टिकुलर सल्युसन एन्ड फाइनल सल्युसन अफ दिस क्वेसन अब एउटा चाहिँ कुरा भन्नु थियो मलाई ल क्वेसन हाम्रो सबै सकिसक्यो अब के तपाईलाई प्रब्लम छ भने सोध्न सक्नुहुन्छ हामीले गर्नुपर्ने लिनुपर्ने आइडिया सबैले सक्यौं अब जुनसुकै क्वेसन गर्ने हो भने त न्युमेरिकल भ्यालु फरक होला के होला यताउति होला टन्नै क्वेसन गर्यौं हामीले अहिलेसम्म पार्ट 9 सम्म आइसक्यौं मैले यहाँ 4 वटा क्वेसन लेखेको थिएँ हैन के आइडेन्टिफाई क्वेसन होल क्वेसन पछाडी ब्याक गरेर हेर्नुस् त 4 वटा क्वेसन थियो फर्स्ट होमोजिनियस थियो सेकेन्ड लिनियर थियो थर्ड कुनै पनि म्याच गरेन र फोर्थ पनि के मैले भनेको थिएँ होमोजिनियस छ भनेर फोर्थमा के थियो भने y² dx + 2xy dy इज इक्वल्स टु 0 सो मैले के भनेको थिएँ कि यो पनि होमोजिनियस हो सो हामीले इजी वाला होमोजिनियस चुज गर्ने हो सो यो पनि होमोजिनियस हो होमोजिनियसबाट सल्भ गर्न सकिन्छ तर मलाई के लाग्छ भने यो क्वेसनमा यो जुन क्वेसन छ यो एक्ज्याक्टको अनुसारले दिएको छ यो क्वेसन भनेको मेनली एक्ज्याक्ट डिफरेन्शियल इक्वेसन जसरी होमोजिनियस छ हाम्रो एक्ज्याक्ट वाला एउटा च्याप्टर छ नि सो एक्ज्याक्ट क्वेसन हो
हैन। तर यो होमोजिनियसबाट पनि सल्भ गर्न मिल्छ। अब हामीले के थाहा एक्ज्याक्ट छ कि छैन, हामीले त होमोजिनियस चाहिँ गर्ने जान्यौ नि त। होमोजिनियसबाट मिल्यो, होमोजिनियसबाट त्यही सल्युसन आउने हो, एक्ज्याक्टबाट पनि त्यही सल्युसन आउने हो हैन। गर्ने तरिका मात्रै फरक होला। सो यसलाई एक्ज्याक्टबाट गर्ने भने कसरी गर्न सकिन्छ भन्नुस् त? फर्मुला लगाएर गर्ने भने कि त तपाईले त्यो ट्रिकी मेथड गर्नुस् र फर्मुला लगाएर गर्ने हो भने हामीले त खोज्नु पर्यो y² cos को इन्टिग्रेसन हो 2xy cos को इन्टिग्रेसन हो हैन। सल्युसन त त्यही आउने हो। सो यहाँ हेर्नुस् त मैले यो के हो त प्रोडक्ट रुल जस्तो हेर्नमा लागिरहेछ, प्रोडक्ट रुल जस्तो 2xy को डेरिभेटिभ हैन। यतातिर केही कुरा छ मानौ यो के छ y² छैन, सो y² एउटा कुरा भयो ओके। अब यतातिर के छ y वाला कुरा बाँकी अब के छ x छ, सो मैले x ले मल्टिप्लाई गर्ने हो भने मैले सिधै यति लेखेँ। अब भन्नुस् त यसको डेरिभेटिभ भनेको यसको मैले के भनेको थिएँ यो अलिक फर्मुला वाला अलिक कम्प्लेक्स हुन जान्छ किनभने हामीले उल्टो सोच्नु पर्ने हुन्छ कि मैले यस के को डेरिभेटिभ गर्दाखेरि यति आउँछ, सो मैले यो कुराको डेरिभेटिभ गर्दा यति आउँछ। गर्नुस् त y² को मैले डेरिभेटिभ गर्ने हो भने भन्नुस् त y² को y² * x को डेरिभेटिभ गर्ने भने प्रोडक्ट रुल लगाउनु पर्यो। सो पहिला y² लाई मैले त्यतिकै लेख्छु अनि x लाई डेरिभेटिभ गर्छु, त्यसै गरी फेरि x लाई त्यतिकै लेख्छु अनि y² को डेरिभेटिभ गर्छु। गर्नुपर्ने काम त्यही हो ओके हैन। सो यहाँबाट यो गयो, सो यहाँ y² बाँकी रह्यो हैन। प्लस अब यहाँ के छ x छ मल्टिप्लाई dy² भने के हो त इन्टिग्रेसन त सरी डेरिभेटिभ त हुँदैन, तल पनि y बनाउनु पर्यो, त्यसपछि dy/dx हैन। सो यहाँबाट के आयो y² प्लस x मल्टिप्लाई y² को अब डेरिभेटिभ कति हुन्छ 2y हुन्छ मल्टिप्लाई dy भयो डिभाइड के छ dx। सो यो dx ले अब यतातिर मल्टिप्लाई हुन्छ, सो यतातिर पनि के भयो dx भयो र उतातिर गएर फेरि 0 बनाइदिन्छ। सो यही आयो y² dx + 2xy * dy। त्यही कुरा छ, कति कम्प्लेक्स भन्नुस् त, हामीले त उल्टा सोच्नु पर्यो नि। यसमा मैले एकदमै सोचे कि यस्तै हुन्छ, तर अरूमा मलाई पनि थाहा हुन सक्दैन, अलिक मलाई कम्प्लेक्सै लाग्छ यो कुरा किनभने हामीलाई उल्टो सोच्नु पर्यो कुनै पनि कुराले। अब हामीले कतिवटा कुरा छ धेरै कुरा छ त्यसलाई अब के को डेरिभेटिभ मैले के गर्दाखेरि के हुन्छ यहाँ त दुईटा मात्रै छ भने अलिकति भयो, 4 5 वटा 6 वटा टर्मसम्म गयो भने अलिक अझै कम्प्लेक्स हुने भयो नि त ठीक छ। सो सल्युसन यसको के आउने भयो त, सो यो भनेको यही कुरा हो हैन। सो dx उतातिर गयो = 0 भयो। अब इन्टिग्रेसन गर्ने होला, सो यो साइडबाट सिधै y² x त्यतिकै निस्किन्छ, यो साइड कन्स्टेन्ट सक्यो। सो दिस इज आवर सल्युसन। र यसलाई होमोजिनियसबाट गर्ने हो भने पनि हामीले त होमोजिनियस चाहिँ गर्नु थियो नि त, एक्ज्याक्ट त कति भनेको थियो नि क्वेसनमा, हामी एक्ज्याक्ट त जाँदा पनि जाँदैन। सो होमोजिनियसबाट त गर्दा पनि त्यही सल्युसन आउँछ, ट्राई गर्न सक्नुहुन्छ। होमोजिनियसबाट गर्नुस् पुट x = this dy/dx को फर्ममा पहिला लेख्नुस्, त्यसपछि पुट y = vx सबै निकाल्नुस्, पुट गर्नुस्, सल्युसन निकाल्नुस्, यतिकै आउँछ ठीक छ। सो द्याट्स अल फर टुडे। फाइनली हाम्रो सक्यो, च्याप्टरै सक्यो डिफरेन्शियल इक्वेसन भनेर। फाइनली यहाँसम्म आउनु भयो, एकदमै धेरै धेरै धन्यवाद। र पार्ट 9 सम्म आइसकेपछि टोटली हाम्रो डिफरेन्शियल इक्वेसन डिफरेन्शियल च्याप्टर क्याल्कुलसको समाप्त हुन्छ। हामीले एन्टी डेरिभेटिभ पनि गर्यौँ, डिफरेन्शियल इक्वेसन पनि गर्यौँ, सक्यो। सो द्याट्स अल फर टुडे, द्याट्स अल फर दिस च्याप्टर। थ्याङ्क यू भेरी मच। केही समस्या छ भने केही बुझाएको छैन भने मलाई फेसबुकमा सम्पर्क गर्न सक्नुहुन्छ। आई विल बी देयर फर यु अलवेज एन्ड अलवेज। गर्नुपर्ने कुरा हामीले गरिसक्यौँ, यति थियो। हामीले यति पढिसकेपछि पार्ट 9 सम्म यति कुराको ज्ञान भइसकेपछि, यति कुराको आइडिया लिइसकेपछि तपाईले अब कहिले पनि डिफरेन्शियल इक्वेसनमा कहिले पनि प्रब्लम आउँदैन। 95% क्वेसन सल्भ गर्न सक्नुहुन्छ। 95 किन भन्यो भने म किन अनलाइन छु नि त, म यदि फिजिकली भएको भए म 100 नै भन्थे, तर अनलाइनमा अलिक रिस्क हुन्छ के। सो 95% क्वेसन सल्भ गर्न सक्नुहुन्छ, सबै सक्नुहुन्छ अलमोस्ट। सो अझै पनि केही छ भने सोध्नु होला। हस्त धन्यवाद, बाई। क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। अरे सर क्या बात।